पछिल्लो समय जुन 23-24 गतेको घटना सबैलाई सरह दिँदैछ। 24 गते जुन 23 गते स्पेसल्ली भनौँ न, दिउँसोतिर एउटा जुन इम्प्याक्ट भयो, एउटा क्याजुअल्टी भनौँ न, ह्युज क्याजुअल्टी भयो। त्यसमा चाहिँ नि हामीले देखिरहँदाखेरि अलिकति हेल्थ सेक्टरबाट कुरा गर्दाखेरि एट द सेम टाइम इम्प्याक्टफुल बिरामीहरूलाई चाहिँ नि ट्रमा सेन्टर पनि ल्याइयो र सँगसँगै नजिकै भएको हिसाबले सिभिल हस्पिटल पनि लगियो। सेम इम्प्याक्ट, सेम काइन्ड अफ डिजास्टर भन्ने अथवा त्यसलाई जे भने पनि भयो, दुईवटा हस्पिटलले ट्रिट गर्यो। ट्रमालाई हामीले अलिक फरक तरिकाले हेर्छौँ भने त्यही ट्रिटमेन्टमा ट्रमा र सिभिल हस्पिटलको डिफ्रेन्सेस चाहिँ के छ, के पाइन्छ त्यसमा चाहिँ, यो मलाई एकदम बुझ्न मन लागेको छ खासमा। थ्याङ्क यू भेरी मच। यो अब कस्तो छ भने सिभिल हस्पिटल भनेको जनरल हस्पिटल हो हजुर, होइन? जनरल हस्पिटल भनेको त्यहाँनिर चाहिँ मेडिसिनको पनि बिरामीको ट्रिटमेन्ट हुन्छ, सर्जरी पनि हुन्छ, गाइनिकोलोजी पनि हुन्छ, पेडियाट्रिक्स पनि हुन्छ, होइन? सबै विषयको त्यहाँ हुन्छ, होइन? र सिभिल अस्पतालको इमर्जेन्सीले ट्रमाको बिरामी मात्रै हेर्दैन, उनीहरूले चाहिँ डायरिया लागेको बिरामी पनि हेर्छ, सुगरको बिरामी पनि हेर्छ, बच्चा पनि हेर्छ, गर्भवती महिला पनि हेर्छ। तर ट्रमा भनेको चाहिँ स्पेसल्ली डेजिग्नेटेड हस्पिटल हो ट्रमाको लागि। ओके। र त्यहाँ चाहिँ त्यहाँ बच्चाहरू पनि चोट लागेको मात्रै जान्छ, वृद्धहरू गयो भने चोट लागेको मात्रै जान्छ, र अरू पनि चोट लागेका र घाइते मात्रै जान्छ। र त्यसले गर्दाखेरि के हुन्छ भने त्यो ट्रमाको केयर गर्ने चाहिँ स्पेसल मेकानिजम चाहिँ जुन हाम्रोमा छ र जुन चाहिँ सर्भिसको चाहिँ स्ट्यान्डर्ड सर्भिस क्वालिटी छ, त्यो चाहिँ अरू हस्पिटलमा नहुन सक्छ, एउटा डिफ्रेन्स। र अर्को कुरा चाहिँ सर्भिस चाहिँ जुन ऱ्यापिड हामीले चाहिँ सर्भिस दिने जुन तरिका छ, जुन सिस्टम हामीले डेभलप गरेका छौँ, त्यो त्यहाँ नहुन सक्छ। किनभने उहाँहरूले चाहिँ अरू सबै विषयलाई प्रायोरिटी दिनुपर्ने हुन्छ, सबै सेक्टरलाई हेर्नुपर्ने हुन्छ, र हामीहरू चाहिँ स्पेसली इन्जुरीमा मात्रै फोकस हुन्छौँ। हाम्रो चाहिँ बिरामी भनेकै चोट लागेको बिरामी हो। चोट लागेको बिरामीलाई लाइफ सेभिङ गर्ने र उसलाई सकेसम्म छिटो उसलाई चाहिँ नर्मल अवस्थामा ल्याएर उसलाई काममा फर्काउने हाम्रो दायित्व हो। त्यस कारणले चाहिँ फरक चाहिँ के छ भने ट्रमा सेन्टर भनेको सुपर स्पेसिलिटी सर्भिस हो, स्पेसिलिटीमा पनि सुपर स्पेसिलिटी। जस्तै सर्जिकल स्पेसिलिटीमा हेर्नुभयो भने तपाईँले न्युरो सर्जरी, जनरल सर्जरी, न्युरो सर्जरी, अर्थोपेडिक्समा पनि आर्थोप्लास्टी, आर्थोस्कोपिक, ट्रमा लगाएको विभिन्न सब स्पेसिलिटीहरू छ। र ट्रमामा चाहिँ के भनेको सुपर स्पेसिलिटी हो। यहाँनिर चाहिँ चोटपटक र त्यससँग सम्बन्धित बिरामीहरूको मात्रै ट्रिटमेन्ट हुन्छ, र अरू हामीले गर्दैनौँ। र त्यसले गर्दाखेरि के हुन्छ, एक किसिमको गुणस्तर मेन्टेन हुन्छ, क्वालिटी मेन्टेन हुन्छ। अर्को कुरा सर्भिसको त्यसको चाहिँ जुन चाहिँ सर्भिस दिने जुन गति हुन्छ, स्पिड भन्छौँ नि हामी, टाइमली हामी सर्भिस दिन सक्छौँ। र यो चाहिँ खास फरक भनेको त्यही हो। वीर अस्पताल र ट्रमा पनि त उस्तै हो नि त, होइन? तर त्यही बिरामीलाई हामीले किन ट्रमा सेन्टर बनाउनु पऱ्यो त? आखिर वीर अस्पताल त छँदै थियो छैन, होइन? किन अलग सेन्टर चाहियो त? यो भनेको स्पेसली फोकस्ड हस्पिटल हो इन्जुरीसँग। जस्तै हामीले मुटुको अस्पताल छ, होइन? जनरल मुटुको मात्रै ट्रिटमेन्ट हुन्छ त्यहाँ, होइन? प्रसुति गृह छ, त्यो महिलाको मात्रै हुन्छ। त्यसरी नै चोटपटक लागेका र घाइते भएका बिरामीहरूलाई छिटो छरितो तरिकाले गुणस्तरीय सर्भिस दिनको लागि भनेर खोलिएको हुनाले यो चाहिँ अरूभन्दा फरक छ। त्यही त, ट्रमा चाहिँ पहिला म कलेज लाइफमा हुँदाखेरि वीर हस्पिटलको छेउमा बन्दै थियो अलि अगाडि, अनि हामीलाई के लाग्थ्यो भने स्टुडेन्ट लाइफमा वीर हस्पिटल चाहिँ एकदम पुरानो भयो, अनि ट्रमा चाहिँ त्यसैलाई नयाँ बनाएर अनि हजुर, अनि हामीलाई पनि अहिलेसम्म पनि मलाई स्पेसली त्यसकै बारेमा बुझिरहँदाखेरि चाहिँ अब चाहिँ त्यसको बारेमा थाहा भयो। तर पहिला चाहिँ वीर हस्पिटलकै एउटा नयाँ हस्पिटल, जस्तै धेरैको बुझाइ अहिले पनि त्यही छ। भनेपछि ट्रमा भनेको चाहिँ डिफ्रेन्ट टाइप अफ चाहिँ ट्रिटमेन्ट गर्ने कुरा भयो। यस्तो हुँदाखेरि जस्तै पहिला कुनै बेला म युडिआरआरमा केही काम गर्थेँ, अर्बन डिजास्टर रिस्क रिडक्सन भनेर हामीले केही काम गरेका थियौँ। त्यो ट्रेनिङ गर्दाखेरि चाहिँ हरेक अस्पताल, हजुर, जस्तै 2072 सालको भूकम्प, त्यो त एउटा ह्युज डिजास्टर भयो, 23-24 गतिको घटना। त्यस्ता घटनाहरू घटिरहन्छन् अनफर्चुनेटली भनौँ। त्यस्तो बेलामा हरेक हस्पिटल चाहिँ ट्रिटमेन्टको लागि, इमर्जेन्सी रेस्पोन्सको लागि तयार हुनुपर्छ भन्ने थियो। भने ट्रमा सेन्टरको इमर्जेन्सी रेस्पोन्स र इन जेनरल हस्पिटलको इमर्जेन्सी रेस्पोन्स, अब यहाँले भन्नुभयो जस्तो जेनरल हस्पिटल चाहिँ धेरैवटामा
स्पेसिफाइड भन्दा पनि धेरैवटामा स्क्याटर्ड भएर उपचार गर्ने भयो। ट्रमा चाहिँ चोटको लागि एक्ज्याक्टली चाहिँ स्पेसिफाइड भयो भनेपछि अस्तिको जस्तो इम्प्याक्टफुल सिचुएसनमा कति क्विक रेस्पोन्स गर्न ट्रमा सेन्टर रेडी छ। यसको नम्बर हुन्छ नि यतिजनासम्म यस्तो अवस्थामा त्यो टिम चाहिँ एभ्री 24 आवर स्ट्यान्ड बाई बस्ने हो त्यहाँ। अब यस्तो छ यो ट्रमा सेन्टरको अलिकति चाहिँ ब्याकग्राउन्ड म भनिहालेँ तपाईँलाई। ट्रमा सेन्टर बिल्डिङको हिसाबले तपाईँले भने जस्तै धेरै पहिला बनेको हो, तर यो फुल फेजमा सञ्चालन भएको 72 सालको भूकम्पपछि हो। हजुर हजुर 72 सालको विनाशकारी भूकम्प आउँदाखेरि ट्रमा सेन्टरमा जति पनि बिरामी लगियो ट्रमा सेन्टरले ट्रिटमेन्ट गर्यो। हजुर होइन म्याक्सिमम मलाई लाग्छ काठमाडौँको र देशभरिको अरू अस्पतालले भन्दा ट्रमा सेन्टरले अधिकतम बिरामीलाई उपचार गर्यो। त्यसपछि चाहिँ ट्रमा सेन्टरको सेवा चाहिँ एस्टाब्लिस भएको र फुल फेजमा सुरु भएको। र अस्ति जेन्जी आन्दोलनकै घाइतेको कुरा गर्नु पर्दाखेरि हामीहरूले करिब 200 जना होइन 195 जना 2 दिनमा ल हामीहरूले ट्रिटमेन्ट गऱ्यौँ। हजुर होइन र मलाई लाग्छ त्यो अरू अस्पताल अरू जनरल सिभिल हस्पिटलहरूमा पनि सानोतिनो घाइतेहरू त पुग्नुभयो होला होइन, त्यहाँ पनि धेरै नै बिरामीहरूको ट्रिटमेन्ट गर्नुभयो नजिकको हिसाबले पनि। तर नम्बर अफ केसेस र सिभिरिटीको हिसाबले हाम्रोमा सबभन्दा बढी हो। र सिभिरिटी चाहिँ त्यो गम्भीरता जुन भन्छ नि बिरामीको सिरियसनेस त्यसको हिसाबले पनि हामीहरूले अरूले भन्दा छिटो रेस्पोन्ड गर्न सक्छौँ। अब अहिले भर्खरै पनि तपाईँले अब भन्नुपर्दा अहिले पनि म ट्रमा सेन्टरबाट आएको छु होइन, हाम्रोमा अहिले पनि फ्लोरमा होइन 10 देखि 15 जना डाक्टर साहबहरू ड्युटीमा हुनुहुन्छ र बाँकी कलमा आउँछन्। र यदि डिजास्टरको सिचुएसनमा डिजास्टरमा चाहिँ के हुन्छ एउटा प्रि इन्फर्मेसन भन्ने सिस्टम हुन्छ। जस्तै कतै रोड ट्राफिक एक्सिडेन्ट भयो भने चाहिँ प्रि इन्फर्मेसन गर्ने सिस्टम हुन्छ होइन। तर जेन्जी आन्दोलनको हकमा त त्यो पनि भएन। 81 बजेतिरबाट चाहिँ गनसट इन्जुरीका बिरामी जान थाले, हामीहरू त त्यति बेला मेन्टली प्रिपेयर पनि थिएनौँ। यद्यपि त्यो चाहिँ दिउँसोको टाइम पनि थियो र सबैजना कन्सल्टेन्ट हस्पिटलमा भएको बेला भएको हुनाले हाम्रो एउटा कस्तो मेकानिजम छ भने इन्सिडेन्ट कमान्ड सिस्टम भन्ने हुन्छ। त्यो चाहिँ त्यहाँको डाइरेक्टरको चाहिँ कमान्डमा हुन्छ र इन्सिडेन्ट कमान्ड सिस्टम एक्टिभेटेड भइसकेपछि हामी सबै काम छोडेर इमर्जेन्सी आउँछौँ। त्यहाँ भएको चाहिँ कन्सल्टेन्टहरू त्यहाँ भएको चाहिँ रेजिडेन्टहरू सबैले चाहिँ ल डिजास्टर आयो भनिसकेपछि त्यो लेभल अफ डिजास्टर के हो त्यसको आधारमा हस्पिटलमा भएका पनि इमर्जेन्सीमा आउनु पऱ्यो र बाँकी पनि बाहिरबाट भएका पनि त्यहाँ आउनुपर्ने हुन्छ। त्यस कारणले हामीले जहिले पनि डिजास्टर आउन बित्तिकै हाम्रो चाहिँ इन्सिडेन्ट कमान्ड सिस्टमलाई एक्टिभेट गर्छौँ। र त्यो एक्टिभेट हुनु भनेको त्यो मेसु त्यसको के अरे कमान्डर हुन्छ, त्यसको तल चाहिँ विभागीय प्रमुखहरू हुन्छन्, उसको तल चाहिँ शाखा प्रमुखहरू हुन्छन्। अनि त्यसपछि गएर विभिन्न सेक्टरहरू त्यहाँनिर लजिस्टिकको हेर्ने चाहिँ स्टोर हुन्छ, त्यसपछि गएर चाहिँ फ्री हेर्ने चाहिँ सामाजिक सेवा इकाइ हुन्छ होइन। त्यो सबै सेक्टरहरू चाहिँ हामीले एकैपल्ट एक्टिभेट गर्छौँ। अब ठुलो डिजास्टरमा सबै कुरा सिस्टेमेटिकली त गर्न सकिँदैन होला, तर हाम्रो चाहिँ म्याक्सिमम कोसिस के हुन्छ भने सकैभन्दा कम क्षति हुन दिने, हस्पिटलमा आइसकेपछि कम क्षति हुन दिने चाहिँ हाम्रो टार्गेट हुन्छ। यो क्षतिको कुरा गर्दाखेरि नि जस्तै फर्स्ट ह्यान्ड ट्रिटमेन्ट हुन्छ नि त्यो त हस्पिटलभन्दा बाहिर हुन्छ। हुन त अलिकति नमिठो कुरा अघि पनि हामीले यही विषयमा छलफल गर्दै थियौँ। हस्पिटलमा यतिजना चाहिँ नि एक्सपायर भयो भन्ने जुन न्युज आफैमा स्याड न्युज हो, सुनिरहँदाखेरि कहिलेकाहीँ यस्तो हुनसक्छ, म मेरो आफ्नो सोच हो यो, जस्तै फर्स्ट एड ट्रेनरहरू अथवा एक्सपर्टहरू चाहिँ त्यो ठाउँमा पुगेर फर्स्ट ह्यान्ड उनीहरूलाई ट्रिट गर्दाखेरि हस्पिटल ल्याउनुभन्दा अगाडि यति राम्रोसँग ट्रिट भएको भए क्याजुअल्टीलाई कम गर्न सकिन्थ्यो भन्ने एक्सपिरियन्स हजुरसँग त्यस्तो केही छ? एक्ज्याक्टली यो चाहिँ कस्तो भने हजुरको एउटा टर्म छ प्री हस्पिटल केयर भन्ने। हजुर प्री हस्पिटल केयर भनेको कुनै पनि इन्सिडेन्ट भइसकेपछि दुर्घटना भइसकेपछि अस्पतालमा पुर्याउनुभन्दा अगाडि के गर्नुपर्छ त भन्ने एउटा चाहिँ त्यसलाई प्री हस्पिटल केयर भन्छौँ, जुनमा हामीहरू एकदमै कमजोर छौँ होइन। त्यो सेक्टरमा हामीहरूले कामै गर्न सकेका छैनौँ भन्छु मैले चाहिँ। किनकि हाम्रो चाहिँ धेरैको चाहिँ अब पोलिटिकल मान्छेहरूदेखि लिएर हाम्रो चाहिँ नीति नियम बनाउनेहरूको ध्यान चाहिँ के छ भने ट्रमा सेन्टर चाहिँ बनाउनुपर्छ। हजुर होइन, ट्रमा सेन्टर बनेपछि दुर्घटना कम हुन्छ, क्षति कम हुन्छ भन्ने छ क्या। तर त्यो मात्रै सोल्युसन होइन, ट्रमा सेन्टर पनि चाहिन्छ, डेफिनेटिभ केयर गर्ने ठाउँ त चाहिन्छ हस्पिटल, तर त्योभन्दा अगाडि धेरै काम गर्नुपर्ने ठाउँ चाहिँ प्री हस्पिटल केयर हो। जस्तै रोड सेफ्टीको कुराहरू भयो होइन, अनि त्यसपछि प्री हस्पिटल केयर दुर्घटना भएपछि क्षति कम हुन दिने कसरी त के इन्टरभेन्सन गर्ने हामीले। जस्तै कहीँ गाडी पल्ट्यो, गाडी पल्टिएपछि दुर्घटना भइसकेपछि त्यहाँ चाहिँ दुर्घटना भएको सिनबाट बिरामीलाई निकाल्ने कसरी, निकालिसकेपछि उसलाई तुरुन्तै के गर्ने, त्यसपछि उहाँलाई चाहिँ उसलाई हस्पिटलसम्म ट्रान्सपोर्ट कसरी गर्ने, र
ट्रान्सपोर्ट गर्दाखेरि के कुराहरू ध्यान दिने त्यो कुरामा चाहिँ हामीहरू एकदमै कमजोर छौँ। त्यसमा राज्यको पनि धेरै ध्यान पुग्न सकेको छैन। हाम्रो चाहिँ केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारहरूको पनि त्यति यो कुरा प्राथमिकतामा पर्दैन। सबैको ध्यान चाहिँ अस्पताल बनाउनुपर्छ भन्नेमा छ। अस्पतालमा पनि हार्डवेयर बिल्डिङ बनाउनेतिर चाहिँ सबैको ध्यान छ, तर सफ्टवेयरमा चाहिँ फेरि धेरैले कुरा बुझेको छैनन्। अस्पतालको सफ्टवेयर भने के हो त? अस्पतालको सफ्टवेयर भनेको त ह्युमन रिसोर्स हो नि त। ह्युमन रिसोर्स र इक्विपमेन्ट हो, सर्भिस हो नि त। अल्टिमेटली सर्भिस निस्किने त ट्रेन्ड ह्युमन रिसोर्स र अनि त्यसपछि इक्विपमेन्टबाट हो। त्यतातिर ध्यान छैन धेरैको, खास गरी एचआरमा ध्यान छैन, तर बिल्डिङ चाहिँ बनाउनुपर्छ भन्ने छ। त्यो चाहिँ गलत कन्सेप्ट हो। हामीले यसको चाहिँ एडभोकेसी हामीले पटक पटक गरिरहेको हुन्छौँ। हामीहरूले प्री हस्पिटल केयरमा काम गरौँ, हामीले चाहिँ ड्राइभरहरूलाई ट्रेन गरौँ, पुलिसका जवानहरूलाई ट्रेन गरौँ, होइन। त्यसपछि गएर चाहिँ हाम्रो चाहिँ प्यारामेडिक्सहरूलाई ट्रेन गरौँ। हेल्थ पोस्टहरू जस्तै अब अहिले अब कस्तो कुराहरू आइरहेको हुन्छ भने तपाईँको यो जस्तै हाम्रो हाइवे पृथ्वी राजमार्गमा, होइन, पृथ्वी राजमार्गमा ट्रमा सेन्टर बनाउने भन्छ क्या हाम्रो चाहिँ उहरूले, होइन। ट्रमा सेन्टर राजमार्गको पछि ठाउँ ठाउँमा बनाइराख्ने जरुरी छैन, तर त्यहाँ प्राइमेरी केयर सेन्टर बनाउने हो। लाइफ सेभिङ प्रोसिडियर त्यहाँ हुनु पऱ्यो, होइन। र त्यहाँ वरिपरि काम गर्ने मान्छे जस्तै हाम्रो चाहिँ विभिन्न किसिमको सशस्त्र प्रहरीहरूको क्याम्प छ, बाटोमा प्रहरीहरूको गुल्महरू छ, के अरे आर्मीको गुल्महरू छ, प्रहरीको बिटहरू छ। त्यहाँ काम गर्ने मान्छे जो चाहिँ रेस्क्युमा जान्छन् र जसले ट्रान्सपोर्ट गर्छ तिनीहरूलाई ट्रेन गर्नुपर्छ हामीले पहिला। र हाम्रो एम्बुलेन्सहरू पनि त्यही लेभलको हुनुपर्छ। एम्बुलेन्सको पनि क्याटेगोरी छ, क्याटेगोरी 1, क्याटेगोरी 2, क्याटेगोरी 3। कुन चाहिँ बिरामीलाई छिटो ट्रान्सपोर्ट गर्ने, होइन, कुन चाहिँ सिरियस इन्जुरी हो, होइन, स्पाइनल इन्जुरी भएको बिरामीलाई कसरी ट्रान्सपोर्ट गर्ने, होइन, हेड इन्जुरी भएकोलाई कसरी रेस्पोन्स गर्ने, यो कुराहरूमा चाहिँ हामी कमजोर छौँ। यो अझै हाम्रो चाहिँ जुन अवेरनेसको चाहिँ जुन कुराहरू छ त्यसमा धेरै काम हुन सकेको छैन। इभन स्वास्थ्य मन्त्रालयले पनि गर्न सकेको छैन। हाम्रो चाहिँ ध्यान भनेको ट्रिटमेन्ट डेफिनेटिभ केयरमा बढी छ, तर चाहिँ यो प्री हस्पिटल केयरमा चाहिँ छैन। त्यही त यही कुरामा जस्तै पोलिसी मेकिङमा एकजनाले भनेको आज मलाई, जस्तै अब क्याप्टेन विजय लामाले भन्नुहुन्छ त्यही कुरा, एकछिनलाई सम्झ्यौँ चालक बिनाको संसार इमेजिन गरौँ। चाहे त्यो भेहिकल होस् अथवा उडाउने होस् गुडाउने होस्, चालक बिनाको एकचोटि संसार कल्पना गरौँ त भन्दाखेरि साँच्चै नै महत्त्वपूर्ण भूमिका छ। र पोलिसी मेकिङमा बस्ने मान्छेहरूले नि चालकहरूलाई जस्तै बसको त विभिन्न सङ्घ संस्थाहरू छ, उनीहरूले चाहिँ नि विभिन्न नाममा रजिस्टर गरेको छ, के छ, आफ्नै सरकारको पनि त आफ्नो त्यत्रो फ्लिट म्यानेजमेन्ट, आफ्नै फ्लिट म्यानेजमेन्ट छ, प्राइभेट फ्लिट म्यानेजमेन्ट छ। तिनीहरूलाई चाहिँ नि एउटा कन्सेप्ट पोलिसी मेकिङमा आफूले रजिस्टर भएका सम्पूर्ण हाम्रा देशमा रजिस्टर भएका सम्पूर्ण यातायात व्यवसायीहरूले अनिवार्य रूपमा चालक र सहचालक पनि भन्छु म, दुईजनालाई कम्तीमा फर्स्ट एड ट्रेनिङ चाहिँ गरेकै हुनुपर्ने भन्ने पोलिसी बनाउन कहाँ अड्किन्छ? पोलिसी यो कस्तो छ भने यो खास गरी यो चाहिँ इन्जुरीको ट्रिटमेन्टको कुरा हेर्ने हो भने इन्जुरी म्यानेजमेन्ट भनौँ न। ओभरअल ट्रिटमेन्ट त हस्पिटलमा आइसकेपछि हुन्छ, ओभरअल इन्जुरीको म्यानेजमेन्ट भनेको यो चाहिँ एउटा होलिस्टिक एप्रोच हो क्या। तपाईँको एउटा सेक्टरले मात्रै गरेर हुँदैन, होइन। यसमा हामीले एजुकेसन सेक्टरमा पनि काम गर्नुपर्छ, होइन। अनि त्यसपछि गएर यो चाहिँ सेक्युरिटी सिस्टममा जसले रेस्क्यु गर्छन् उनीहरूलाई पनि गर्नु पऱ्यो। अनि त्यसपछि गएर स्थानीय तहका चाहिँ हाम्रा स्थानीय सरकारहरू, होइन, त्यसपछि गएर त्यहाँ काम गर्ने सङ्घ संस्थाहरू, यिनीहरू सबैले होलिस्टिक रूपमा काम गर्नुपर्छ। यो पोलिसीमा चाहिँ दुर्घटना त भइसक्यो, त्यो त हाम्रो बसमा छैन, होइन। दुर्घटना भनेको त त्यो प्राइमेरी इम्प्याक्ट त हाम्रो बसमा छैन, होइन। जति बेला जहाँ पनि हुनसक्छ, तर त्यसपछि चाहिँ क्षति न्यूनीकरण गर्न चाहिँ हामीले सक्छौँ, होइन। त्यसपछि बाढी पहिरो आउँदाखेरि क्षति न्यूनीकरण गर्ने, गाडी सडक दुर्घटना हुँदाखेरिको क्षति न्यूनीकरण गर्ने। अब यस्ता अस्तिका जस्तै जेन्जी प्रोटेस्ट जस्तोहरूमा चाहिँ गनसट इन्जुरीहरू, यस्तोमा चाहिँ क्षति न्यूनीकरण गर्ने। हस्पिटलपछि गयो, हस्पिटलमा पुगिसकेपछि पनि कस्तो कस्तो सर्भिस चाहिँ हामीले तुरुन्तै दियो भने चाहिँ त्यसको चाहिँ डेथ रेट कम हुन्छ र डिजेबिलिटी कम हुन्छ भन्ने एउटा बाटो हो हस्पिटल पुगेपछि। तर हस्पिटल पुग्नुभन्दा अगाडि नै धेरै कुराहरू गर्नुपर्ने हुन्छ कि, जस्तै तपाईँको गोल्डन आवर भन्छौँ हामीले। चोट लागिसकेपछि, दुर्घटना भइसकेपछि एउटा सर्टेन समय हुन्छ, सुरुको केही घन्टा, होइन। र त्यति बेला चाहिँ हामीले लाइफ सेभिङ गर्न सकिन्छ भने उसलाई पछि पनि बचाउन सकियो, र त्यति बेला सेभ गर्न सकिएन भने पछि जतिसुकै राम्रो हस्पिटल लगे पनि बचाउन सकिँदैन। यो ट्राफिक उसमा मलाई दर्शकहरूले कस्तो लाग्छ यो कुरा, होइन। जस्तै मैले अथवा हामीले देखिरहेको के छ भने सोसियल मिडियाहरूमा देखिरहेको हुन्छौँ, अनि हामी आफूले पनि देखाएको छौँ रोडमा, जब एक्सिडेन्ट हुन्छ नि त्यो मान्छे इन्जर्ड भएर एकदम अप्ठ्यारो अवस्थामा त्यो रोडमा हुन्छ, कसैले छुँदैन। त्यहाँ के भनिन्छ भने पुलिस आउँछ, पुलिस केस हुन्छ, के हुन्छ। यसमा जीवन पहिलो प्राथमिकता होइन,
त्यसको पोलिसी के छ मलाई थाहा छैन। अब रक्साल भाइ यसको अलिकति यसको कानुनी प्रक्रिया केही छ भने थोरै भनिदिनु न यसमा। अब कानुनी रूपमा हेर्दाखेरि यसको दुईवटा पाटो छ। तपाईँले भनेको एउटा कुरा सही हो होइन, हजुर इन्जुरी हुनु बित्तिकै जो एभाइलेबल छ उसले रेस्क्यु गर्नुपर्छ भन्ने हो। कम्तीमा त्यो मान्छेको चाहिँ नि लाइफ त्यो चाहिँ ह्युमेनिटीको हिसाबले चाहिँ त्यो हो होइन। तर कानुनी हिसाबमा चाहिँ पहिला चाहिँ सुरक्षा निकायमा इन्फर्म हुनुपर्छ भन्ने छ कि। हजुर सुरक्षा त्यो जुन साइट अफ सिन छ त्यसलाई चाहिँ पहिला सुरक्षा निकायले चाहिँ त्यसलाई चाहिँ पहिला चाहिँ हेर्नु पऱ्यो, अथवा उसलाई चाहिँ उसले चाहिँ इन्फर्म हुनु पऱ्यो र उनीहरूले चाहिँ त्यसलाई चाहिँ सुरक्षा कर्मीहरू अथवा हाम्रो खास गरी प्रहरी नै भनौँ अहिले होइन, प्रहरीहरूलाई चाहिँ इन्फर्म गरेर उनीहरूले चाहिँ त्यसको चाहिँ ओनरसिप लिइसकेपछि अनि बल्ल चाहिँ रेस्क्यु गर्ने टिम त्यहाँ जानु भन्छ खास कानुनी हिसाबले चाहिँ। तर प्रिन्सिपली तपाईँले भन्दाखेरि चाहिँ एउटा ह्युमेनिटीको हिसाबले दुर्घटना हुन बित्तिकै उठाइहाल्नुपर्छ भन्ने चाहिँ हो होइन लाग्ने। तर यसमा कहिलेकाहीँ चाहिँ मेडिकल लिगल कुराहरू पनि कतिपय परेको देखाएको छ हामीले होइन। प्रहरीलाई इन्फर्म गर्नुभन्दा पहिले सिनमा छिरेर उद्धार गर्न खोज्दाखेरि उनीहरू कानुनी रूपमा लिगली रूपमा चाहिँ उनीहरूलाई नै पछि ब्लेम गरेर प्रब्लम क्रिएट गरेको पनि कतिपय अवस्थाहरू छ। सडक दुर्घटना हुँदाखेरि दुर्घटना भएकोलाई चाहिँ एउटा चाहिँ राम्रो सोचले उसलाई चाहिँ उठाउन गयो, पछि गएर यसैले मलाई चाहिँ दुर्घटना गरायो अथवा यसैले मलाई गर्यो भन्ने खालको ब्लेम गरेको पनि कतिपय कुराहरू छ। तर हाम्रो कानुनी हिसाबले चाहिँ एक कम्तीमा पनि हाम्रो लिगल पार्टनर हो नि त, लिगल पार्टनर यो उसमा चाहिँ डिजास्टरमा काम गर्ने जुन प्रहरी लगायतको सुरक्षाकर्मीहरू छ उनीहरू चाहिँ इन्फर्म चाहिँ हुनुपर्छ एटलिस्ट हामीहरूले टच गर्नुभन्दा पहिला। त्यो हो एकदम भिजिरहने कुरा हो। अब आइडियली त उनीहरूकै कमानमा हुनुपर्छ भन्छ रेस्क्यु गर्नुभन्दा पहिला होइन। स्वास्थ्य कर्मीहरू अथवा चाहिँ फर्स्ट एड ट्रिटमेन्ट गर्ने मान्छेहरू गएर त्यहाँ रेस्क्यु सुरु गर्नुभन्दा पहिला चाहिँ त्यो प्रहरीकै नियन्त्रणमा हुनुपर्छ त्यो सिन भन्ने चाहिँ सिस्टम छ होइन। तर चाहिँ एटलिस्ट उनीहरू चाहिँ लिगली चाहिँ रेस्पोन्सिबल चाहिँ हुनुपर्छ। अब यो उसमा यो जति इम्प्याक्ट क्याजुअल्टीहरूको कुरा आउँदाखेरि कहिलेकाहीँ हुने डिजास्टर अथवा अल अफ सडन हुने कुराहरू त भइ नै हाल्छ। त्योभन्दा बाहेक चाहिँ नेपालको सिनारीयोमा सायद रोड एक्सिडेन्ट नै हो कि सबैभन्दा बढी क्याजुअल्टी र यो तर आरटिए नै हो, रोड ट्राफिक एक्सिडेन्ट हो। अहिलेको हकमा चाहिँ सबैभन्दा बढी इन्जुरी गराउने त रोड ट्राफिक एक्सिडेन्ट हो। अब यस्तो अनएक्सपेक्टेड घटनाहरू कहिलेकाहीँ हुने त्यो आफ्नो ठाउँमा छ है, त्यो त कसैको हातमा भएन। त्यो बाहेकको चाहिँ रोड ट्राफिक एक्सिडेन्ट नै हो अहिलेको सबैभन्दा। त्यसपछि सेकेन्डमा चाहिँ फल इन्जुरी भन्छ हामी नेपालमा चाहिँ, फल फ्रम ट्री होइन, अनि त्यसपछि फल फ्रम रुफटप हजुर यिनीहरू पनि सेकेन्ड क्याटेगोरीमा आउँछ। सबैभन्दा बढी चाहिँ रोड ट्राफिक एक्सिडेन्ट नै छ अहिले हो। अब रोडको कन्डिसन त नेपालको त्यस्तै हो। अब हामीले कति पो भनेर यो कुरा त भन्दा चाहिँ धेरै नै सुनिसक्यो भनिसक्यो। एक्चुअली अघि यहाँले भन्नुभयो भन्न चाहिँ रोडमा चाहिँ ट्रमा सेन्टर, नेपालमा त ट्रमा सेन्टर यो एउटा मात्रै भयो। वास्तवमा नेपालको मेची महाकाली जति पनि रोड ट्र्याकहरू छ त्यो बिचमा मानिलिउँ कञ्चनपुरमा त्यो किसिमको ट्रमामै ल्याउनु पर्ने एउटा एक्सिडेन्ट भयो भने त्यहाँको हस्पिटलले भन्दा त ट्रमा सेन्टरले त्यसलाई स्पेसिफाइड गरेर ट्रिटमेन्ट गर्ने भयो। अब त्यो त्यहाँको बिरामी काठमाडौँ नै ल्याउनु पर्यो। अब अर्को कुरा त हामीसँग एम्बुलेन्स त्यो लेभलको खासै नेपालमा भयो जस्तो लाग्दैन। केही छन् तर त्यो लेभलको अब एम्बुलेन्सको पार्टमा हेर्ने भने अर्को चाहिँ नि त्यसको बेग्लै व्यथा छ, बेग्लै कहानी छ। यहाँ ल्याउनुको सट्टा पोलिसी लेभलबाट रोड साइडलाई चाहिँ त्यसको इम्प्याक्टलाई ट्रिट गर्ने गरी अरू ट्रमा सेन्टरहरू बनाउनु पर्ने आवश्यकता र पोलिसीमा केही भइरहेको त्यस्तो केही जानकारी छ? यो खासमा चाहिँ हुनुपर्ने के थियो भने अब हामी सङ्घीयतामा गइसक्यौँ होइन, सङ्घीयतामा गएको पनि लगभग 1 दशक हुन थालिसक्यो होइन। अब हाम्रा सङ्घीय अस्पताल प्रादेशिक अस्पतालहरू पनि छन् र ट्रमा सेन्टर इट्सेल्फ भन्दा पनि ट्रमा केयर चाहिँ महत्त्वपूर्ण हो कि। ट्रमाको केयर चाहिँ जुनले हामीले दिनु पऱ्यो क्या। सेन्टर एउटा चाहिँ बिल्डिङै अलग हुनुपर्छ भन्ने होइन हजुर होइन। तर चाहिँ ट्रमाको केयर चाहिँ प्राइमेरी ट्रमा केयर र डेफिनेटिभ ट्रमा केयर चाहिँ पाउनु पऱ्यो पब्लिकले होइन, जनताले। जस्तै 7वटा प्रदेश बनाइसकेपछि त कम्तीमा 7वटा ठाउँमा त हाम्रो चाहिँ डेफिनेटिभ ट्रमा केयर पाउने ठाउँ चाहिँ हुनैपर्छ कि हजुर होइन। र पोलिसीमा पनि हाम्रो 7वटा ट्रमा सेन्टर बनाउने भनेर चाहिँ आयो होइन। तर त्यसमा चाहिँ अनफर्चुनेटली के भयो भने हाम्रो पोलिटिकल फिगरहरूले भनौँ होइन, उहाँहरूको इन्ट्रेस्ट चाहिँ कस्तो भने सेन्टर बनाउने बिल्डिङ बनाउनेतिर मात्रै भयो क्या होइन। र कतिपय यो विषयमा हामीहरूले मन्त्रालयमा एउटा चाहिँ विज्ञहरूको कमिटीले राय मागेको थियो, हामीले राय पनि दियौँ होइन। र हामीले चाहिँ के भन्छौँ भने ट्रमा सेन्टर भनेको एउटा चाहिँ बिल्डिङ बनाउँदैमा ट्रमा सेन्टर चल्दैन हजुर, त्यो गलत कन्सेप्ट हो। हामीले दिने भनेको ट्रमा केयर हो। रोडमा चाहिँ प्राइमेरी ट्रमा केयर दिनु पऱ्यो, लाइफ सेभिङ प्रोसिडियर हुनु पऱ्यो। त्यसपछि एउटा ठुलो हस्पिटलसँग
अफिलिएटेड हस्पिटल चाहिँ ट्रमा हुनु पऱ्यो। खास गर्न सक्ने चाहिँ त्यो हो कि जस्तै पूर्वमा हेर्नुहुन्छ भने बिपिकेएचएस छ, कोशी अस्पताल छ, यो दुईटासँग चाहिँ रिलेटेड एउटा ट्रमा विङ चाहिँ ठुलो ट्रमा विङ बनाउनुपर्छ हामीले होइन। त्यसपछि गएर चाहिँ यतापट्टि जनकपुर अथवा वीरगञ्जमा बनाउनु पऱ्यो, त्यही किसिमको ट्रमा विङ हुनु पऱ्यो कि। एउटा ट्रमा सेन्टर भनेर चाहिँ ढल्केबारमा एउटा बिल्डिङ बनाउनु भन्दा जनकको हस्पिटल सँगसँगै ट्रमा केयर दिने एउटा विङ बनाउनु पऱ्यो हामीले। भएकै इन्फ्रास्ट्रक्चरमा विङ चाहिँ एउटा चाहिँ भएको इन्फ्रास्ट्रक्चरमा युज हुने कुरा हो। अर्को भनेको ट्रमाको केयर भनेको त यो कम्प्रिहेन्सिभ केयर हो। यो भनेको इट्स नट ओन्ली आइसोलेटेड ट्रमा केयर। तपाईँको गर्भवती महिलाको पनि दुर्घटना भएको हुनसक्छ, बच्चा पनि दुर्घटना हुनसक्छ, सुगर भएको बिरामीको पनि दुर्घटना हुनसक्छ, मुटुको बिरामी भएको बिरामीलाई पनि हुनसक्छ। अब त्यहाँ फ्र्याक्चरको मात्रै ट्रिटमेन्ट गरेर त भएन नि त। त्यो मुटुको बिरामी रहेछ भने कहाँबाट ल्याउने कार्डियोलोजिस्ट होइन। हामीहरूले यस्तो कुराहरू हामीले बुझाउन सकिरहेको छैन होइन। गर्भवती महिला छ, तपाईँ एउटा चाहिँ ढल्केबारमा ट्रमा केयर बनाइदिनु भयो, गाइनिकोलोजिस्ट छैन, तपाईँ कसरी ट्रिटमेन्ट गर्नुहुन्छ होइन। यो कुराहरू हामीले हाम्रो पोलिसीको मान्छेहरूलाई बुझाउन सकिरहेको छैन कि। उहाँहरूको इन्ट्रेस्ट चाहिँ कस्तो भने बर्दिवासमा ट्रमा सेन्टर बनाऊ रे, ढल्केबारमा बनाऊ रे, भरतपुरमा त्यत्रो ठुलो हस्पिटल छ, उतापट्टि चाहिँ त्यो दुम्कीवासमा बनाऊ होइन। यस्तो यस्तो कुराहरू गर्नुहुन्छ। अनि त्यो कुरालाई हामीले चाहिँ डिफेन्ड गर्न खोज्यो भने तपाईँहरू विकास विरोधी भन्नुहुन्छ हामीलाई, बुझ्नु। यो विषयमा धेरैपल्ट छलफल भएको छ क्या। उहाँहरूको भनाइ चाहिँ हाम्रो पोलिटिकल मान्छेहरूको भनाइ के हुन्छ भने बर्दिवासमा ट्रमा सेन्टर चाहियो, ढल्केबरमा ट्रमा सेन्टर चाहियो, लमैमा चाहियो, लमैमा त बनि नै रहेछ होइन। त्यसपछि गएर चाहिँ दुम्कीवासमा चाहियो, जबकि दुम्कीवास र भरतपुर हस्पिटल भनेको 18 किलोमिटर छ। दुम्कीवासमा बिल्डिङ बनाउँदा खर्च गर्ने पैसा भरतपुर हस्पिटलमा लगानी गरिदिनुहोस् न। त्यहाँनिर एउटा ट्रमा विङ बनाउँछ हामी। ट्रमा विङ बनाएपछि त कम्प्रिहेन्सिभ सर्भिस हो नि त। त्यो त एनेस्थेसिया पनि चाहियो, त्यहाँनिर तपाईँको अरू स्पेसिलिटीहरू चाहियो, कार्डियोलोजिस्ट चाहियो, चेस्ट फिजिसियन चाहियो होइन, गाइनिकोलोजिस्ट चाहियो, पेटिस, त्यो सबै कुरा त तपाईँ ट्रमा सेन्टरमा दिन सक्नुहुन्न नि त होइन। त्यस कारणले चाहिँ हाम्रो चाहिँ पोलिसीको मान्छेहरूले बुझ्नुपर्ने के हो भने ट्रमा केयर कम्तीमा पनि 7वटा प्रदेशमा 7वटा ठुला जनरल हस्पिटलसँग अफिलिएटेड भएर हुनुपर्छ। कि त त्यो मेडिकल कलेजमा हुनु पऱ्यो, किनकि मेडिकल कलेजमा चाहिँ हेल्थ साइन्स युनिभर्सिटी अरू सर्भिसेसहरू हुन्छ, कि त चाहिँ हाम्रो जनरल हस्पिटल जुन छन् त्यहाँनिर चाहिँ ट्रमा केयर, ट्रमा एउटा विङ हामीले एस्टाब्लिस गर्नुपर्छ भन्ने चाहिँ आइडियलिस्टिक कुरा भनेको त्यो हो क्या। पपुलरिस्टिक चाहिँ होइन त्यो, तर त्यो आइडियलिस्टिक हो। पपुलरिस्टिक कुरा भनेको त अब तपाईँको चाहिँ गजुरीमा ट्रमा सेन्टर बनाऊ, त्यसपछि त्रिशुलीमा बनाऊ, जहाँ भन्दै पनि भयो, त्यो भनेको चाहिँ पपुलरिस्टिक कुरा हो, पोलिटिकल। तर त्यो चाहिँ व्यावहारिक कुरा होइन, त्यसरी चल्दैन होइन। त्यही त आजसम्म यत्रो वर्ष अब अहिले पनि उहाँहरूले अहिले पनि गर्न सकिन्छ कि, केही पनि छैन। तपाईँको बिचमा एउटा चाहिँ 7वटा प्रदेशमा 7वटा ट्रमा सेन्टर बनाउने भन्ने त पोलिसीमा छ। त्यसैलाई हामीले चाहिँ प्रादेशिक अस्पतालहरूलाई स्ट्रेन्थेन गरिदियो भने त बनिहाल्यो त ट्रमा, के गर्नै पर्दैन। किनभने त्यहाँ एक लेभलको सर्भिस छँदैछ, ट्रमाको केयर पनि छ त्यहाँ। त्यो मात्रै ट्रमाको युनिटलाई त्यसलाई हामीले अलिकति चाहिँ एक्सपान्सन गर्ने न हो, त्यसलाई अलिक स्ट्रेन्थेन गर्ने हो। त्यो गर्नलाई त हाम्रो बजेट पनि अहिले हामीले प्लान गऱ्यो भन्दा कम बजेटले हुन्छ। त्यस कारणले यो कुराहरू चाहिँ अलिकति हाम्रो चाहिँ पोलिसीमा चाहिँ बुझाउन जरुरी छ। र ग्रेजुअली अब सायद अब नयाँ अब यस पछिको गभर्मेन्टहरूमा चाहिँ बुझाउन सकिएला कि भन्छु मैले। त्यही त यो बिचमा होइन, स्वास्थ्य सम्बन्धी स्वास्थ्य भन्ने त एउटा महत्त्वपूर्ण चाहिँ इन्फ्रास्ट्रक्चर अफ डेभलपमेन्ट नै भनौँ न पर्यो होइन। त्यो स्वास्थ्य शिक्षा भन्ने त एकदम बेसिक कुराहरू। केही मन्त्रीजीहरूले अगाडि नेताजीहरूले केही पोलिसी त ल्याउनु भयो, जस्तै स्वास्थ्य बिमाको कुरा आयो, यसको विषयमा अहिले हामी छलफल गर्छौँ नि। त्यस्तो पोलिसीहरू बनिरहँदाखेरि यति यहाँले भन्नुभएको विशेषज्ञता राख्ने व्यक्तिहरूसँग यति चाहिँ एक्सपर्टको राय लिएर त्यसमा एउटा विङ मात्रै थप्ने हो भने त एक्ज्याक्टली अब देश अलिकति बढी पपुलिजममा चले जस्तो। पपुलिजम सबै तपाईँको पोलिटिकल र त्यसपछि पपुलिस्ट मात्रै निर्णय हुन्छ क्या हाम्रोमा होइन। हाम्रोमा चाहिँ रियलिस्टिक हुँदैन कि, वास्तविकता के हो र तपाईँको आइडियल कुरा के हो भन्नेतिर जानुभन्दा पनि के गर्यो भने चाहिँ हामीले चाहिँ त्यहाँ हाम्रो पोलिटिक्स बच्छ, हामीले त्यहाँबाट चाहिँ चुनाव जित्छौँ भन्नेतिर मात्रै ध्यान भयो क्या होइन। तपाईँको चाहिँ बर्दिवासमा ट्रमा सेन्टर बनायो भने एउटा चाहिँ कसै पोलिटिकल मान्छेलाई फाइदा होला, दुम्कीवासमा बनायो भने अर्कोलाई फाइदा होला, तर भोलि गएर त्यो चल्छ कि चल्दैन छ कसैलाई मतलब छैन। त्यो कति बिल्डिङ बनाउने उद्घाटन गरिदिने सक्यो, कतिको इम्प्याक्टफुल हुन्छ भन्ने कुरा, त्यो कुरा चाहिँ त्यो भित्री कुराहरूसँग कसैलाई मतलब छैन कि। अब सायदै अब नयाँ जेनेरेसनलाई चाहिँ मलाई लाग्छ बुझाउन सकिन्छ कि जस्तो लाग्छ। अलिक बुझ्ने टिमहरू पनि छ होइन, बुझ्नु पनि पर्छ। अब अहिले जस्तै तपाईँलाई मैले अर्को एउटा इक्जाम्पल दिन्छु। हजुर, 5-10-15 बेडको अस्पताल बनाउने भनेर चाहिँ हामीले सुरु गर्यौँ होइन। 5-10-15 बेडको अस्पताल प्रत्येक पालिकामा बनाउने भनेर सुरु गर्छौँ होइन। र त्यसको चाहिँ कन्सेप्ट त ठिक हो हजुर होइन, तर हामीले चाहिँ के कुरा ध्यान दिएनौँ भने त्यो बनाइसकेपछि चलाउने कहिले त कसले चलाउने त होइन। त्यो चाहिँ
कहाँ बनाउने, अब पालिका वाइज एउटा मात्रै बास्केटमा बनियो होइन। अनि त्यसपछि गएर चाहिँ त्यसको चाहिँ त्यसलाई चाहिँ कहाँ बनाउने त्यसको चाहिँ ओनरसिप कसले लिने, त्यहाँको ह्युमन रिसोर्स चाहिँ को म्यानेजमेन्ट चाहिँ कसले हेर्ने, यो कुराहरूको लङ टर्म प्लान चाहिँ भएन क्या। 5-10-15 रुपियाँको अस्पताल बनाउने भनेपछि त्यो अस्पताल बनाउने कस्ट मात्रै हामीले हेऱ्यौँ कि, बिल्डिङ बनाउने, त्योभन्दा पछाडिको हामीले चाहिँ कहिले पनि प्लान गरेनौँ कि। जस्तै त्यो पहिला हेल्थ पोस्ट थियो नि, हजुर, त्यही हेल्थ पोस्टलाई इन्हान्स गरेर यो पोलिसीलाई अब हेल्थ पोस्ट चाहिँ कस्तो भने हेल्थ पोस्टमा चाहिँ इन्डोर सर्भिस हुँदैन होइन। हेल्थ चाहिँ एउटा चाहिँ प्राइमेरी हेल्थ केयर दिनको लागि बनाइएको स्ट्रक्चर हो होइन। 5-10-15 बेडको अस्पताल चाहिँ पालिकाहरूमा बनाउनुपर्छ भन्ने कुरा चाहिँ राम्रो हो, तर चाहिँ बुझाइ के भयो भने 5-10-15 बेडको हस्पिटल बनेपछि हजुर चल्छ भन्ने मात्रै बुझाइ भयो क्या। बिल्डिङ बनेपछि चल्छ भन्ने भयो। र अहिले कति बिल्डिङ बने र धेरै ठाउँमा मलाई लाग्छ 70-80% चल्न सकिरहेको छैन। किनकि त्यो बिल्डिङ बनिसकेपछि चलाउने कसले हो, त्यसमा ह्युमन रिसोर्स कति चाहिन्छ, इक्विपमेन्ट कति चाहिन्छ, त्यो चाहिँ त्यसको लोकेसन प्रोपर लोकेसनमा छ कि छैन होइन। त्यो कुरालाई चाहिँ हामीले ध्यान दिएनौँ कि बनाउँदाखेरि होइन। पछिल्लो समय ल हेरौँ 46 साल पछाडि यता हेर्ने हो भने कति वर्ष बित्यो, यत्रो वर्षमा एउटा यति महत्त्वपूर्ण सेक्टरमा पोलिसीको पनि यति पोजिटिभ कुराहरू आइरहँदाखेरि पोलिसीमा यति पनि चेन्ज गर्नलाई केले रोक्छ? अब यो पोलिसीमा काम गर्नेहरू पनि उहाँहरूसँग पनि कुरा गर्दाखेरि चिन्तित देखिन्छ। उहाँहरू पनि गर्न खोज्या चाहिँ जस्तो लाग्छ होइन। अब सायद उहाँहरूको कन्ट्रोलमा पनि नभएर होला कतिपय कुराहरू। अब सिम्पली धेरै टाढो जानै पर्दैन। तपाईँको 46 सालपछि आन्दोलन भएपछि 50-51 पछि त हाम्रो चाहिँ इलेक्टेड गभर्मेन्टहरू नै आएन। अब अहिले त 30 वर्ष भइसक्यो। यो हाम्रो चाहिँ जुन यो बानेश्वरको चाहिँ जुन अस्ति जल्यो नि होइन, वीरेन्द्र अन्तर्राष्ट्रिय सभागृह, त्यो त संसद भवन त होइन होइन। एउटा भवन संसद भवन बनाउनु पर्थ्यो कि पर्दैन? पर्थ्यो होइन। संसद भवन कुनै ठाउँमा बनाउनलाई कसले रोकेको थियो? त्यही त होइन। त्यो त मल्टिपर्पज बिल्डिङ हो नि त होइन। मल्टिपर्पज बिल्डिङ हो। मल्टिपर्पज बिल्डिङ त काम चलाऊ त्यति बेला काम चलाऊ हिसाबले पो युज गरे हो। र एउटालाई साइड बाई साइड एउटा चाहिँ संसद भवन बनाउनलाई 30 वर्ष लाग्छ त होइन। अब यो ग्याप कहाँनिर हो त्यो चाहिँ अब हामीलाई अलिकति बुझ्न गाह्रो छ होइन। पोलिटिकल मान्छेहरूले र लिडरसिपले बुझ्नुपर्ने कुरा हो। यसको मतलब के भने तपाईँको कङ्क्रिट प्लानै छैन कि यति वर्षभित्र हामीले यो गर्नुपर्छ भन्ने प्लानै भएन। हजुर। उहाँहरूको चिन्ता चाहिँ के भने यो गऱ्यो भने यसको क्रेडिट कसले लिन्छ तिर मात्रै ध्यान छ कि होइन। केही कुरा चाहिँ गऱ्यो भने अब यसको क्रेडिट कसलाई जान्छ त, यो योजना फलाउनुले पारेको भन्ने भएर यसको क्रेडिट मलाई आयो हुन्थ्यो भन्नेतिर मात्रै ध्यान भयो क्या। अनि यो काम कम्प्लिट हुँदाखेरि चाहिँ को सरकारमा हुन्छ, कम्प्लिट भएपछि यसको क्रेडिट कसलाई जान्छ भन्नेतिर मात्रै ध्यान भयो क्या। कङ्क्रिट प्लान भएन हाम्रो होइन। तपाईँको बहुवर्षीय योजनाहरू सबै अलपत्र छन् होइन। अब यो सबैतिर छ, स्वास्थ्य मात्रै होइन। जस्तै हाम्रो विजय कुमार पाण्डेलाई सम्झिन चाहन्छु म यहाँनिर। उहाँले भन्नुहुन्छ वैश्ययुग हो यो भनेर, कतै त्यही वैश्ययुगको प्रभाव पनि हुनसक्छ। जस्तै यो हामीले इम्प्याक्टको कुरा अब हामी यता ट्रमाको विषयमा एकचोटि अलिकति कन्सर्न भएर हेरौँ। जस्तै म आफैले चाहिँ के बुझेको छु भने अब मेरो लेमेन बुझाइमा ट्रमा चाहिँ नि दुई किसिमका हुन्छन् मलाई लाग्ने। एउटा फिजिकल्ली भयो, त्यसमा सबैभन्दा सेन्सिटिभ कुरा पार्ट के हो भन्ने कुरा अहिले हामी त्यसमा छलफल गर्छौँ। एउटा फिजिकल्ली, अनि अर्को ट्रमा पछाडिको हामीले सायद त्यसलाई PTSD भन्छौँ, पोस्ट ट्रमा स्ट्रेस डिसअर्डर। त्यो दुईटा भनेपछि फिजिकल्ली र मेन्टल्ली यो ट्रमा चाहिँ अलिकति डिफ्रेन्सेस। अब PTSD चाहिँ नि फिजिकल इम्प्याक्ट ट्रमासँगै रिलेटेड कुरा हो भन्ने कुरासँगको यसको तारतम्य के छ बिचमा? यो चाहिँ तपाईँले उठाएको चाहिँ जुन कन्सर्न छ नि यो हजुर एकदमै जेन्युन कुरा छ होइन। यसमा हामीले जस्तै इक्जाम्पलको रूपमा अस्तिको जेनजीको प्रोटेस्टलाई नि लिनु होइन। राइट। जेनजीको प्रोटेस्टमा गनसट इन्जुरी भयो होइन, केही घाइतेहरू हुनुभयो, 22-23 जना चाहिँ को डेथ पनि भयो होइन। तर हामीले त्यो गोली लागेको बिरामीको उपचार पनि गऱ्यौँ। कतिपयलाई हामीले राम्रो बनाएर घर पनि पठाइसक्यौँ, कतिपय अझै पनि अस्पतालमा हुनुहुन्छ। तर त्यो चाहिँ जुन घटना घट्दाखेरि होइन, त्यो घटना घट्दाखेरि उसको
साइडका मान्छे, उसँग सँगसँगै भएका उसलाई चाहिँ ट्रान्सपोर्ट गर्ने मान्छेहरू, त्यसपछि गएर उसका फ्यामिली पर्सनहरू होइन, अनि त्यो स्ट्रेसले गर्दाखेरि डेथ भएको फ्यामिलीको साइकोलोजिकल स्ट्याटस होइन, उसलाई कम्पेनी दिने साथीहरूको साइकोलोजिकल स्ट्याटस र उसैको आफ्नो पनि साइकोलोजिकल स्ट्याटस के छ भन्ने बारेमा हामीले अझै काम गर्न सकेका छैनौँ होइन। र किनभने यो स्पेक्ट्रम कति ठुलो स्पेक्ट्रम हो भने त्यो इन्जुरी इट्सेल्फ भन्दा पनि ठुलो हो यो वास्तवमा। हजुर, हामीले चाहिँ त्यसमा होइन पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर भनेको त्यसले सोसाइटीमा र व्यक्तिमा उसको प्रोडक्टिभिटीमा होइन यति ठुलो इम्प्याक्ट पार्छ हेर्नुहोस् होइन। त्यो लेभलमा चाहिँ हाम्रो हेल्थ सिस्टमले अझै काम गर्न सकेको छैन, ध्यान त पुऱ्याएको छ। हजुर, खास गरी यो मेन्टल हेल्थको एउटा कम्पोनेन्ट हो, तर मेन्टल हेल्थमै हामीहरूले धेरै काम गर्न सकिरहेको अवस्था छैन होइन। अब जस्तै हामी ट्रमा सेन्टरकै कुरा गर्नुपर्दा हामीले इन्जुरीको ट्रिटमेन्ट त गऱ्यौँ, तर त्यसलाई चाहिँ जुन काउन्सिलिङ, प्रोपर काउन्सिलिङ एज ए साइकेट्रिस्ट, साइकोसोसल काउन्सिलरहरू राखेर उसलाई काउन्सिलिङ गर्ने, फ्यामिलीलाई काउन्सिलिङ गर्ने, उसँग रिलेटेड सोसाइटीका मान्छेहरूलाई काउन्सिलिङ गर्ने, त्यो चाहिँ जुन होलिस्टिक प्याकेजको सर्भिसमा हामी लेकिङ छ अहिले पनि होइन। र यसमा चाहिँ काम गर्न जरुरी छ होइन। समाजमा चाहिँ पिटिएसडी भनेको कस्तो चिज हो भने एउटा सानो इभेन्टले गर्दाखेरि त्यो सोसाइटीमा एउटा चाहिँ ठुलो इम्प्याक्ट पार्छ कि, ठुलो इम्प्याक्ट पार्छ। र मेन्टल हेल्थको एकदमै ठुलो कम्पोनेन्ट हो। जस्तै यसमा मैले बिचमै भनिहालेँ, पछिल्लो समय देशमा कति समय द्वन्द्व चल्यो। हजुर, त्यो द्वन्द्वमा यति हजार मान्छे मऱ्यो भनेर त्यो डेथ चाहिँ बडी काउन्ट गरियो। यहाँनिर के लाग्छ भने मानिलिउँ जति उहाँहरूले भन्नुभएको छ 17,000 चान्सुनको कुरा गर्नुभएको छ, मलाई लाग्छ 17,000 होइन 17 लाख मान्छे चाहिँ त्यसबाट डेड भएको जस्तो लाग्छ। डेड इन अ सेन्स कि मेन्टली भनौँ, पिटिएसडी भनौँ न, हो त्यसको त्यो मेरो परिवारमा परेन होला एकछिनलाई, मैले त्यसलाई सहजै रूपमा व्याख्या गर्न सकिरहेको छु भने त्यो परिवारमा प्रभाव परेको मान्छेहरू त एउटा व्यक्ति परिवारभित्रको त्यो क्याजुअल्टी भइरहँदाखेरि मानिलिउँ इन जेनरल नेपाली फ्यामिलीमा 3-4 जनालाई पर्यो भने पनि इन्टु 4, अनि त्यो 4 को पनि आजसम्म पनि त्यो हिस्ट्री त बिर्सिँदैन नि मान्छेले। एकदमै ठुलो कुरा हो यो तपाईँको। सो भने हामीले उसमा कम्युनिटी मेडिसिनमा एउटा टिप अफ आइसबर्ग भन्छ। हजुर, टिप अफ आइसबर्ग भनेको समुद्रमा चाहिँ जुन यो आइसको चाहिँ माथि टिप देख्छौँ हामीले, तर तलपट्टि चाहिँ ठुलो ढिका हुन्छ कि 10 र 90% को 10% चाहिँ हामीले देखिरहेको छौँ, तर तलपट्टिको चाहिँ देख्दैनौँ। यो चाहिँ ठ्याक्कै त्यस्तै पार्ट हो। अब यही अहिलेकै प्रोटेस्टको कुरा गर्ने हो भने अब हामीले चाहिँ जति घाइते भएर जति मृत्यु भयो होइन, त्यसको चाहिँ 10,000 गुणा बढी चाहिँ समाजमा पिटिएसडी भएको छ। र त्यो सेक्टरसम्म हामी पुग्न सकिरहेको छैनौँ होइन। उहाँहरूलाई चाहिँ साइकोसोसल काउन्सिलिङ चाहिन्छ होइन, उहाँहरूलाई चाहिँ त्यही किसिमको सपोर्ट चाहियो होइन, इकोनोमिकल सपोर्ट चाहियो, इमोसनल सपोर्ट चाहियो होइन। त्यो सबै कुराहरू चाहिँ हामीले गर्न सकिरहेको अवस्था छैन। त्यसमा चाहिँ कस्तो भने त्यो फेरि एउटा चाहिँ स्वास्थ्य क्षेत्रले मात्रै गर्ने चिज होइन कि यो होइन। यसमा चाहिँ यो एकदम होलिस्टिक रूपमा जानुपर्छ कि स्वास्थ्य क्षेत्रले गर्ने केही कम्पोनेन्टहरू छन् होइन, मेजर कम्पोनेन्ट चाहिँ होलान् होइन, तर चाहिँ होलिस्टिक रूपमै जानुपर्छ। त्यो चाहिँ प्याकेजमै यो हाम्रो चाहिँ एजुकेसनको लेभल होइन, शिक्षा स्वास्थ्यको जुन चाहिँ र समाजको विकासको जुन लेभल छ नि त्यो सँगसँगै लानुपर्छ कि त्यसलाई। त्यसमा काम हुन सकिरहेको छैन। त्यो मैले एक्सेप्ट गर्छु। म पहिला स्वास्थ्य विभागको चाहिँ एउटा इडिसिडी भन्ने महाशाखाको डाइरेक्टर हुँदाखेरि चाहिँ त्यहाँ मेन्टल हेल्थको एउटा चाहिँ शाखा छ र मेन्टल हेल्थमा यति धेरै इस्युहरू छ होइन। त्यसमा चाहिँ हामीले काम गर्न सकिरहेको छैनौँ। हाम्रा चाहिँ विदेश हाम्रो चाहिँ सपोर्टिङ एजेन्सीहरू WHO हरूले पनि त्यसमा अलिकति सपोर्ट गरिरहनु भएको छ। तर राज्यले चाहिँ मेन्टल हेल्थ र पिटिएसडी लगायतको, पिटिएसडी एउटा कम्पोनेन्ट हो मेन्टल हेल्थको, त्यहाँ डिप्रेसन छ, त्यहाँ अरू कम्पोनेन्टहरू छन् होइन। यसमा चाहिँ राज्यको ध्यान चाहिँ पुग्नै जरुरी छ। एउटा कुरामा अलिकति मेडिकल टर्म्सहरू, जस्तै हामीले ट्रमाको कुरा गर्दाखेरि दुईवटा कुरा गऱ्यौँ, फिजिकल र मेन्टल। मेन्टलमा पिटिएसडी भनेपछि अलिकति मेन्टल हेल्थको विषयलाई थोरै हेरौँ। जस्तै पिटिएसडी एउटा भयो, त्यो चाहिँ नि यता फिजिकल ट्रमासँगै जोडेर आउने भयो। अर्को चाहिँ मेन्टल्ली नै छेउमा कोही बसिरहेको छ भने, अस्तिको घटना हामीले साह्रै धेरै दोहोऱ्यायौँ, अब अहिलेको ताजा अवस्था पनि यही हो। यहाँ एकजना बहिनीसँग भेट हुँदा उनले भनेको थियो मेरो अगाडि मेरो एउटा साथीलाई गोली लागेर ढल्यो। अब उसलाई त्यो पर्ने स्ट्रेस जुन छ नि, त्यो इम्प्याक्टको स्ट्रेस गोली अर्कोलाई लाग्यो, उसलाई मेडिकल्ली ऊ फिजिकल्ली मेडिकल्ली त्यसमा नभए पनि, ट्रमामा नभए पनि मेन्टल्ली त ऊ ट्रमामा भयो भने यो मेन्टल हेल्थ र अब पिटिएसडीको बिचमा चाहिँ रिलेसन के छ त? पिटिएसडी भनेकै मेन्टल हेल्थको एउटा कम्पोनेन्ट हो
ओके हामीले त्यसरी बुझौँ न होइन। अब ट्रमा भनेको दुई किसिमको भयो, हजुर एउटा फिजिकल ट्रमा भयो, एउटा चाहिँ साइकोसोसल ट्रमा भयो होइन। साइकोसोसल भन्छ, हामी साइकोलोजिकल मात्रै हुन्छ होइन। फिजिकल ट्रमामा चाहिँ हामीले धेरैको ध्यान जान्छ है। हजुर कतिवटा हड्डी भाँचिए, कहाँ कति ठुलो घाउ लाग्यो होइन, अब यसलाई चाहिँ कसरी निको पार्ने ठिक पार्ने भन्नेतिर चाहिँ हामी खास गरी सर्जनहरूको ध्यान जान्छ होइन। हामी त्यसमा काम गर्छौँ। तर त्यो घाउले, त्यो चोटले गर्दाखेरि त्यसले चाहिँ मानसिक रूपमा कतिको असर पारेछ बिरामीलाई र बिरामीको आफन्त साथीभाइहरूलाई र चाहिँ अनि त्यसपछि सामाजिक र त्यसपछि गएर चाहिँ आर्थिक रूपमा कति असर पारेछ भनेको त्यो चाहिँ तपाईँको चाहिँ सोसाइटीमा चाहिँ काम गर्नेहरूले चाहिँ सोसल वर्करहरू, साइकोलोजिकल वर्करहरूले चाहिँ त्यसमा चाहिँ अलिकति काम गर्नुपर्ने हुन्छ। यसलाई कस्तो हुन्छ भने ट्रेस गर्नुपर्ने हुन्छ कि होइन। एकजना मान्छे कुनै एउटा फ्यामिलीमा दुर्घटना भएको अथवा चाहिँ इन्जुरी भएको बिरामी छ भने त्यससँग रिलेटेडलाई हामीले ट्रेसिङ गरेर त्यो पिटिएसडी पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर भएका चाहिँ को छन् र उनीहरूलाई चाहिँ हामीले काउन्सिलिङ गर्नेदेखि लिएर सपोर्ट गर्नेदेखि लिएर सबै कुराहरू गर्नुपर्ने हुन्छ। त्यो ओभरअल सोसाइटी नै त्यसमा इन्भल्भ हुनुपर्ने हुन्छ कि ट्रमा सेन्टरले यसमा मात्रै। अब हामीले कस्तो भने हामीले ट्रमा सेन्टरले गर्न सक्ने भनेको के हो भने ट्रमाको टिओआर अलिकति फरक छ होइन। हामी कम्युनिटीसँग पुग्न सक्दैनौँ। हामीले हस्पिटलमा आएकोलाई ट्रिटमेन्ट गर्ने हो होइन। इभेन हामीहरूले चाहिँ प्री हस्पिटल केयरमा पनि हामीले धेरै काम गर्न सकिरहेको अवस्था छैन, किनकि हाम्रो ध्यान भनेको हस्पिटलको सेवालाई कसरी राम्रो बनाउने, एक्सेसिबल बनाउने र गुणस्तरीय बनाउने भन्नेमा छ होइन। त्यस कारणले हामीलाई चाहिँ सहयोग चाहिँ कहाँनिर चाहिन्छ भने प्री हस्पिटल केयरमा सहयोग चाहियो होइन। प्री हस्पिटल केयर भनेको अस्पतालमा बिरामी आउनुभन्दा अगाडि काम गरिदिनु पऱ्यो, सो द्याट बिरामी आइपुग्दाखेरि उसको प्राइमेरी उपचार होस् त्यहाँ आउनुभन्दा पहिला र क्षति चाहिँ न्यूनीकरण होस्। एउटा यो प्री हस्पिटल केयरमै हजुरलाई ठ्याक्क किन रोकेँ मैले भने जति विद्यालयहरू छ नि 753 स्थानीय निकायमा, त्यहाँ हामीले फर्स्ट एडकै बेसिक फर्स्ट एडकै अनिवार्य ट्रेनिङ दियो भने त्यसले अलिअलि चाहिँ काम चाहिँ भएको छ यसमा होइन। अलिअलि काम चाहिँ भएको छ। पहिलाको हाम्रो चाहिँ पहिलाको गभर्मेन्टहरूले अलिकति चाहिँ हस्पिटलहरूमा चाहिँ नर्सिङ कम्तीमा एकजना नर्स राख्नुपर्छ भन्ने खालको कन्सेप्टहरू, हस्पिटल नर्सहरू राख्नुभयो। त्यो एकदम बेसिक कुरा हो होइन। त्यसले पनि धेरै फरक पारेछ। र मेन कुरा चाहिँ एजुकेसनको उसमै हामीले चाहिँ त्यो पाठ्यक्रममै राख्नुपर्छ कि पाठ्यक्रममै राख्नुपर्छ, विद्यालयहरूमै राख्नुपर्छ, सो द्याट त्यहाँबाट चाहिँ बाहिर निस्किने विद्यार्थीहरूलाई फर्स्ट एड भनेको एकदम सिम्पली उनीहरूले चाहिँ बुझोस् के सिम्पल कि ऊ हिँड्दा हिँड्दै कहीँ दुर्घटना भयो भने फर्स्ट एड गर्न सकोस्। त्यो लेभलको चाहिँ हामीले हाम्रो चाहिँ जुन नयाँ जेनेरेसन छ त्यसलाई चाहिँ हामीले ट्रेन गर्नुपर्ने हुन्छ। त्यो मात्रै नभएर अरू चाहिँ त्यो सेक्टरसँग रिलेटेड मान्छेहरू, मैले भनिहालेँ ड्राइभरहरू भयो, सुरक्षाकर्मीहरू भयो होइन, यिनीहरूलाई पनि ट्रेन गर्नु जरुरी हुन्छ होइन। अनि त्यसपछि गएर प्यारामेडिक हाम्रो हेल्थ असिस्टेन्ट अबहरू जुन प्यारामेडिक साथीहरू चाहिँ जुनियर लेभलमा काम गर्ने छन् उनीहरूलाई पनि ट्रेन गर्नुपर्ने हुन्छ। र त्यसपछिको मैले अलिकति त्यो ट्रमासँगै रिलेटेड कुरा जोडेँ। साइकोसोसल ट्रमामा फिजिकल ट्रमाको ट्रिटमेन्ट गरेर पठाइसकेपछि होइन उसलाई चाहिँ पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरको चाहिँ केयर पाएको छ कि छैन त त्यो हेर्ने चाहिँ फेरि अर्को सेक्टर हो कि। हामीले चाहिँ उसलाई हामीले चाहिँ अब काउन्सिलिङ त गर्छौँ, हामीसँग साइकेट्रिस्ट पनि हुनुहुन्छ होइन, साइकेट्रिस्टले पनि काउन्सिलिङ गर्नुहुन्छ, हाम्रो अरू डाक्टर साहबहरूले पनि आफ्नो लेभलबाट गर्छौँ। तर त्यो लेभलको चाहिँ कम्युनिटीमा गर्ने, सोसाइटीमा गर्ने चाहिँ हामीसँग छैन। त्यो चाहिँ हाम्रो सेक्टर पनि परेन होइन। त्यो गर्न चाहिँ पर्छ, त्यो चाहिँ ओभरअल राज्यले नै गर्नुपर्ने कुरा हो। त्यो अब राज्य भन्नु बित्तिकै फेरि तिनै तहको आउँछ। अहिले यहाँ केन्द्रको सरकारको मात्रै कुरा होइन, तिनटै तहले गर्नुपर्ने। त्यसमा फेरि पोलिसीको कुरा आउँछ, फेरि अहिलेसम्म के भयो भन्ने कुरा आउँछ। त्यसमा धेरै काम गर्न सकिएको छैन, भएको छैन, गर्नुपर्छ, भएको छैन। त्यही त यी विभिन्न पोलिसी मेकिङकै कुराहरूको आयो। हामी हजुर त अर्थो भनेपछि स्पेसलिस्ट मैले बुझ्ने भनेको चाहिँ हड्डी डक्टर सबभन्दा सजिलो बुझ्नलाई। हड्डी स्केलेटन ह्युमन बडीको स्केलेटनमा यसमा इम्प्याक्ट पर्दाखेरि फिजिकल इम्प्याक्टको कुरा गरेर सबैभन्दा सेन्सिटिभ डरलाग्दो चाहिँ के हुन्छ हाम्रो ह्युमन बडीमा? अब इन्जुरीको कुरा गर्नुपर्दा हामीले हड्डीको मात्रै कुरा नगरौँ हजुर होइन, किनभने चोट लाग्दाखेरि चाहिँ हड्डी मात्रै भाँचिने मात्रै हुँदैन होइन, त्यसको वरिपरिका सबैमा चोट लाग्छ होइन। अब सबैभन्दा सेन्सिटिभ त हेड इन्जुरी हो होइन, टाउको चोट हो सबैभन्दा सेन्सिटिभ, जसले गर्दाखेरि बिरामीको तुरुन्तै मृत्यु हुन्छ। त्यसपछि गएर चाहिँ आउटकमको हिसाबले स्पाइनल इन्जुरी पनि त्यत्तिकै महत्त्वपूर्ण छ होइन। मेरुदण्डको चोट पनि हामीले मेरुदण्डको चोटको समयमा ट्रिटमेन्ट गर्न सकेनौँ होइन, बिरामीलाई चाहिँ स्पाइनल इन्जुरी भएको बिरामीलाई राम्रोसँग चाहिँ हामीले उसलाई चाहिँ ट्रान्सपोर्ट गर्न सकेनौँ भने त्यो झन् बिग्रिने
हुन्छ होइन, अझ बढी संवेदनशील हो। र लाइफ सेभिङको हिसाबले होइन, लाइफ सेभिङको हिसाबले चाहिँ अझै महत्त्वपूर्ण चिज भनेको यो कार्डियोथोरासिक इन्जुरी होइन, त्यसपछि गएर एब्डोमिनल इन्जुरी होइन, सोलिड अर्गान इन्जुरी भन्छौँ हामीले, पेटभित्रको चाहिँ ठुलो अङ्गहरू, स्प्लिन होइन, लिभर, किडनी होइन, यिनीहरूको चाहिँ इन्जुरीहरू त्यो चाहिँ लाइफ थ्रेटनिङ हुन्छ होइन। त्यसपछि फोक्सोको चोट, मुटुको चोट होइन, यिनीहरूको चाहिँ अब इन्जुरीको प्याटर्नले लाइफ सेभिङको हिसाबले यिनीहरू धेरै महत्त्वपूर्ण हो होइन। र सेन्सिटिभिटीको हिसाबले र आउटकम र पछि गएर चाहिँ डिजेबिलिटीको हिसाबले, डिजेबिलिटी भनेको असक्षमताको हिसाबले चाहिँ फेरि हेड इन्जुरी र स्पाइनल इन्जुरी हो। र हेड इन्जुरीमा चाहिँ कस्तो हुन्छ भने कतिपय बिरामीहरू तुरुन्तै पनि डेथ हुन्छ, कतिपयलाई छिटो सर्जरी गरेर छिटो इन्टरभेन्सन गऱ्यो भने बचाउन पनि सकिन्छ, र कतिपय चाहिँ बिरामी चाहिँ बाँचिरहने आउटकम दिन नसक्ने पनि हुन्छ। त्यस्तो खालको चाहिँ कम्पोनेन्ट हुन्छ। त्यसको साथसाथै त्यत्तिकै सेन्सिटिभ स्पाइनल इन्जुरी हो। स्पाइनल इन्जुरीमा हामीहरूले टाइमली ट्रिटमेन्ट गर्न सक्यो भने धेरै राम्रो पनि हुन्छ होइन। र खास गरी हामीले चाहिँ यो ट्रिटमेन्टमा चाहिँ हेर्ने भनेको चाहिँ के हुन्छ भने प्राइमेरी इन्जुरी र सेकेन्डरी इन्जुरी भन्छौँ कि हामी होइन। प्राइमेरी इन्जुरी भनेको एट द टाइम अफ इम्प्याक्ट होइन, इम्प्याक्ट हुने बेलामा भइसक्यो त्यो होइन, प्राथमिक चोट भनौँ नि प्राइमेरी इन्जुरी। चोट लाग्दाखेरि जति इन्जुरी भयो त्यो हाम्रो आउट अफ कन्ट्रोल छ होइन। र हामीले प्रिभेन्ट गर्ने भनेको सेकेन्डरी इन्जुरी हो। र सेकेन्डरी इन्जुरीमा जति छिटो इन्टरभेन्सन गऱ्यो र जति चाहिँ एउटा चाहिँ स्ट्रिक्ट प्रोटोकल अनुसार इन्टरभेन्सन गऱ्यो त्यसबाट चाहिँ हामीले त्यसको आउटकम चाहिँ राम्रो दिन सक्छौँ। स्पाइनल इन्जुरीमा जस्तै त्यो बेलामा हामीले ट्रिट गर्ने तरिकै फरक पर्छ। जस्तै रोड एक्सिडेन्टकै हामीले फ्रिक्वेन्टली कुरा गरिरहँदाखेरि त्यो थाहा पाउनलाई नै एक त गाह्रो हुन्छ जेनरली, यदि वेल ट्रेन्ड मेन पावर भएन फर्स्ट टाइम ट्रिट गर्ने भने बिफोर हस्पिटलको कुरा गरिरहँदाखेरि त्यसमा युज गर्ने चाहिँ नि एउटा प्लेन हामी केही युज गर्छौँ नि। त्यसमा म अलिकति तपाईँले थपिदिन्छु। स्पाइनल इन्जुरीमा चाहिँ कस्तो छ भने मैले भनिहालेँ प्राइमेरी इन्जुरी त यु क्यानट प्रिभेन्ट होइन। हजुर, सेकेन्डरी इन्जुरीमा त्यो रेस्क्यु गर्नेदेखि नै स्पाइनल इन्जुरीको कुरा जोडिएको हुन्छ कि। जस्तै मोटरसाइकल चलाइरहेको मान्छे दुर्घटना भयो, हजुर, उसको हेलमेट एक्सट्रिकेसनमै पनि हामीले चाहिँ चोट लागेको छ हेलमेट निकाल्ने पनि इन्जुरी गराउन सक्छौँ होइन। जस्तै पछाडिको मेरुदण्ड चाहिँ सर्भाइकल स्पाइनमा उसको इन्जुरी भयो, टाउकोमा हेलमेट छ, अब त्यो हेलमेट कसरी निकाल्ने हजुर भन्ने पनि टेक्निक हुन्छ, सिकाउनु पर्ने हुन्छ कि। पहिला त बुझ्नु पर्यो तपाईँको हो त्यो होइन। कस्तो हुन्छ भने हेड इन्जुरी भइसकेपछि हामीले सस्पेक्ट गर्नुपर्छ कि अनलेस अदरवाइज प्रुफ देयर इज स्पाइनल इन्जुरी हजुर होइन। त्यस कारणले चाहिँ अब हेलमेट लगाएको छ भने त्यसलाई हामीले चाहिँ हेलमेट निकाल्नुभन्दा पहिला सोच्नु पऱ्यो कि स्पाइनल इन्जुरी छ भन्ने सोच्नु पऱ्यो कि। हजुर बुझ्नु न, नहुन पनि सक्छ। तर हामीले चाहिँ के प्रिज्युम गर्नु पऱ्यो भने हेलमेट निकाल्दाखेरि यसको स्पाइनल इन्जुरी भएको छ र हेलमेट एक्सट्रिकेसन गर्दाखेरि इन्जुरी अझ बढी बढ्न सक्छ भन्ने हाम्रो एउटा चाहिँ बुझाइ हुनु पऱ्यो पहिला। दोस्रो कुरा चाहिँ मेरुदण्डको चोट लागेको बिरामीलाई तपाईँले ट्रान्सपोर्ट गर्दाखेरि होइन, अब हाम्रो त कस्तो भने दुर्घटनाको साइडबाट निकाल्दाखेरि पनि जबरजस्ती तान्ने होइन, अनि त्यसपछि ट्रान्सपोर्ट गर्दाखेरि चाहिँ झ्यानीकुटी पारेर डल्लो पारेर हिँडाउने, त्यो गऱ्यो भने त के हुन्छ भने इन्जुरी भएको धन बढ्छ। त्यस कारणले ट्रान्सपोर्टेसन रेस्क्यु होइन, सुरुमा रेस्क्यु गर्दा नै हामीले विचार गर्नु पऱ्यो, त्यसपछि गएर ट्रान्सपोर्ट गर्दा विचार गर्नु पऱ्यो। रेस्क्यु गरिसकेपछि दुर्घटनाको साइटबाट त्यसलाई रेस्क्यु गरिसकेपछि ट्रान्सपोर्ट गर्दाखेरि स्पाइनलाई चाहिँ लक रोल भन्छौँ हामीले हजुर, मुडो जस्तो गरेर पल्टाउनुपर्छ होइन। बिरामीलाई चाहिँ मुडो जस्तो गरेर त्यो कपडामा बाँधेर गुजुल्टी पारेर लिएर हिँड्ने होइन होइन। एउटा चाहिँ स्पाइनल के अरे त्यो स्पाइनल बोर्ड हुन्छ, स्पाइनल बोर्ड अथवा चाहिँ एभाइलेबल छैन भने जुनसुकै काठको चाहिँ एउटा चाहिँ फल्याक जस्तोमा राखेर उसलाई चाहिँ हामीले काठको मुढा जस्तो गरेर चाहिँ रोल गर्नुपर्ने हुन्छ। अब यो कुरा चाहिँ सिक्न जरुरी छ, बुझ्न जरुरी छ किन गर्ने भन्ने कुरा होइन। र हामीहरूले प्रि हस्पिटल केयर भनेको त्यही हो हजुर होइन। यस्तो कुरा यिनीहरू भनेको के भने प्रिभेन्टेबल इन्जुरी हो कि, प्रिभेन्टेबल हो, रोकथाम गर्न सक्ने चिज हो नि त। दुर्घटना हुने कुरा पो तपाईँले रोक्न सक्नु भएन त। दुर्घटना भइसकेपछि त हेलमेट निकाल्दा राम्रोसँग निकाल्यो भने त उसको सर्भाइकल स्पाइन इन्जुरी रहेछ भने बच्यो नि त, बढी क्षति हुनबाट बच्यो। अनि त्यसपछि गएर उसलाई ट्रान्सपोर्ट गर्दाखेरि कपडामा गुजुल्टो पारेर बोकेन भने कमसेकम एउटा चाहिँ स्पाइनल फ्रेममा सिधा गराएर हिँडायो होइन, उसलाई यताउता फर्काउँदाखेरि चाहिँ लक रोल गरेर पल्ट्यायो, पोजिसन चेन्ज गर्दाखेरि चाहिँ मुढा जस्तो गरेर चाहिँ पल्ट्यायो भने त उसको त्योभन्दा पछाडि त इन्जुरी हुन पाउँदैन नि त। त्यस कारण यो कुराहरू चाहिँ हाम्रो चाहिँ डाक्टरकोमा अस्पतालमा आउनुभन्दा पहिलाको लेभलमा जान्न जरुरी छ। स्वास्थ्य यो सुरक्षाकर्मीहरू खास गरी सुरक्षाकर्मी जसले रेस्क्यु गर्छन्, त्यसपछि गएर चाहिँ एम्बुलेन्स ड्राइभरहरू, एम्बुलेन्समा हिँड्ने चाहिँ
त्यसको चाहिँ यो प्यारामेडिक्सहरू होइन, अनि त्यसपछि हाम्रो लोवर लेभलको स्टाफहरू र इन जनरल यो बेसिक कुराहरू चाहिँ, र मैले भन्छु सबै स्कुलको बच्चाहरू कमसेकम +2 पढ्ने बच्चाहरूले बेसिक कुराहरू चाहिँ जान्नुपर्छ। रोड ट्राफिक फर्स्ट एड, रोड ट्राफिक इन्जुरीमा चाहिँ वाट टु डु वाट नट टु डु होइन, इन्जुरी कसरी चाहिँ हामीले प्रिभेन्ट गर्ने र इन्जुरी भएको मान्छेलाई बढी क्षति हुन कसरी नदिने भन्ने कुरा चाहिँ एकदमै बेसिक कुराहरू हो। यो चाहिँ हामीले चाहिँ एउटा चाहिँ पाठ्यक्रमै बनाएर पनि पढाउन सक्छौँ र ट्रेन गर्न सक्छौँ। यसको लागि चाहिँ हाम्रो स्वास्थ्यमा काम गर्ने र शिक्षामा काम गर्ने जुन स्वास्थ्य र शिक्षा सेक्टरले चाहिँ दुइटाले सँगसँगै गर्नुपर्ने जस्तो लाग्छ मलाई। अब हाम्रो बुझाइ भनेको त जसरी तसरी हस्पिटल भयो, हस्पिटल पुर्याएपछि डक्टरले जसरी पनि बचाइछ भन्ने भयो। प्रब्लम त्यही हो। तपाईँको प्रब्लम कस्तो भने अब गजुरीमा एक्सिडेन्ट भयो, हजुर, मलेखमा एक्सिडेन्ट भयो, हजुर, सबैको ध्यान के हुन्छ भने गडाङगुडुङ पारेर हस्पिटलमा छिटो ट्रमा सेन्टर पुऱ्यायो भने बाँच्छ भन्ने हुन्छ। द्याट्स नट द ट्रु। उसको चाहिँ के हुन्छ भने उसको सर्टेन टाइम त्यहाँ घन्टा के अरे त्यहाँ सेकेन्ड मिनेटको इम्पोर्टेन्ट हुन्छ। हजुर, त्यो गजुरीकै कुनै प्राथमिक केयर सेन्टरमा सकमा छ भने सकको ट्रिटमेन्ट हुनु पऱ्यो, अक्सिजन हाइपोक्सिया छ भने अक्सिजन दिनु पऱ्यो, उसलाई चाहिँ प्राइमेरी केयर होइन, आइभी लाइन खोलेर फ्लुइड दिएर अथवा चाहिँ उसलाई चाहिँ जरुरी छ भने ब्लड ट्रान्सफ्युजन गरेर होइन, अनि त्यसपछि गएर अक्सिजनको कमी छ, श्वास प्रश्वासमा गाह्रो छ भने अक्सिजन दिएर उसको प्राइमेरी ट्रिटमेन्ट गरेर बल्ल डेफिनेटिभ केयरमा पठाउने हो। हजुर, अदरवाइज त त्यो मान्छे बाटोमा आउँदै मर्छ हो होइन, अथवा अस्पतालमा आएको छ भने पनि उसलाई चाहिँ हामीले रिकभर गर्न सक्दैनौँ। हाइपोक्सियामा छ भने ब्रेन डेथ भइसक्यो हुन्छ होइन, तपाईँको हेड इन्जुरी छ, पेसेन्टलाई हाइपोक्सिया छ, सकमा छ, हाइपोभोलिमिया छ भने त्यो त हस्पिटल ल्याउँदै तपाईँको चाहिँ ब्रेन डेथ हुन्छ। त्यसपछि त तपाईँ बचाउनै सक्नुहुन्न। त्यस कारणले यो कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण छ कि हस्पिटल बनाउने र छिटो हस्पिटललाई पुर्याउने भन्दा पनि महत्त्वपूर्ण प्राइमेरी केयर चाहिँ महत्त्वपूर्ण छ। हस्पिटल कसरी पुर्याउने भन्ने कुरा। यस, हस्पिटलमा कसरी पुर्याउने, सिनबाट बिरामीलाई कसरी निकाल्ने, त्यसलाई फर्दर क्षति हुन दिनलाई के कुरा रोक्ने र त्यसलाई चाहिँ हस्पिटलमा पुग्नुभन्दा पहिला के गर्न सकिन्छ होइन। यसको मतलब चाहिँ हस्पिटल लानलाई फेरि डिले गर्ने पनि होइन, हस्पिटल पनि टाइममा पुर्याउनु पऱ्यो, तर उसलाई चाहिँ प्रिभेन्ट गर्न सक्ने र त्यसलाई चाहिँ गर्न सक्ने बेसिक फन्डामेन्टल कुराहरू हामीले चाहिँ उसमा चाहिँ प्राइमेरी केयर गरेर मात्रै हस्पिटल पठाउनुपर्छ। गर्न सक्ने कुराहरू त धेरै छन्, धेरै कुराहरू छ यसमा। तपाईँको प्रि हस्पिटल केयरमा एकदमै धेरै काम गर्नुपर्ने हुन्छ यदि हामीले चाहिँ यो मोर्बिडिटीहरू बचाउने हो भने होइन। अब यही जस्तै हाम्रो अस्तिकै घटनाकी कुराहरू फेरि पनि त्यही आयो। बानेश्वरमा भएको भएर बानेश्वरको घटना भएर हामीले 10-15 मिनट आधा घन्टामा हस्पिटल पुऱ्यायौँ होइन, र त्यति बेला पनि हाम्रो कतिपय हामीले चाहिँ साथीहरूलाई गुमाउनु पऱ्यो होइन। मैले 15 मिनट आधा घन्टाको बिचमा हस्पिटल हुँदाहुँदै पनि होइन, भनेपछि टाइम चाहिँ कति इम्पोर्टेन्ट रहेछ त होइन। बानेश्वरमा चाहिँ सिभिल हस्पिटल त्यहाँ जोडिएकै छ अगाडि, र पनि हामीले मान्छेहरूको चाहिँ हामीले बचाउन सकेनौँ भनेपछि त तपाईँको चाहिँ यही घटना चाहिँ बाहिर भइदिएको भए के हुन्थ्यो, 100% डेथ हुन्थ्यो। मानिलिउँ इमेजिनै गर्दा पनि त्यो दिनकै कुरामा त्यो दिनको अलमोस्ट प्रोटेस्टरहरू भनेको चाहिँ नि +2 र भर्खरै ब्याचलरको स्टुडेन्टहरू। त्यो स्टुडेन्टहरूलाई यहाँले भन्नुभयो जस्तो अघि फर्स्ट एडको प्रपर ट्रेनिङ चाहिँ कोर्समै राखेर चलाउने हो। यो एकदम लामो ट्रेनिङ पनि होइन, छैन, एकदम क्रिटिकल पनि छैन, 2-3 दिनको हुन्छ, एक दिनकै प्याकेज पनि गर्न सकिन्छ। त्यही त, त्यति नै मात्रै प्याकेजमा पनि हामीले गर्न सक्छौँ। त्यसलाई अब त्यो लेभल कुन लेभलको मान्छे हो, उसलाई चाहिँ कुन लेभलको चाहिँ के अरे त्यो लर्निङ मेटेरियल्स चाहिन्छ त्यही अनुसारको प्याकेज बनाएर होइन, फर्स्ट एड र के अरे ट्रमा लाइफ सपोर्टको प्रोटोकलहरू होइन, त्यो चाहिँ प्रोटोकल 1, 2, 3 अब त्यो डकुमेन्टहरू नभए होइन छन् फेरि होइन। अब त्यसलाई इम्प्लिमेन्टेसन लेभलमा काम नभयो कि डकुमेन्टहरू बनाएको छ तपाईँको चाहिँ एडभान्स ट्रमा लाइफ सपोर्टको चाहिँ प्याकेजहरू छ हामीसँग होइन। हस्पिटलको स्टाफहरूलाई के सिकाउने, ड्राइभरहरूलाई के सिकाउने, एम्बुलेन्समा हिँड्ने मान्छेलाई के सिकाउने, सुरक्षाकर्मीलाई के सिकाउने, त्यो छ हामीसँग प्याकेजहरू नभएको होइन। मात्र के भने इम्प्लिमेन्टेसन लेभलमा काम भएको छैन कि। अब हाम्रो एनजिओहरू आइएनजिओहरू जति पनि काम गर्नुहुन्छ होइन, उहाँहरूले पनि कस्तो भने अब गोष्ठी सेमिनारहरूमै बढी चाहिँ टाइम वेस्टेज भइरहेछ होइन। गोष्ठी सेमिनार गर्ने, यस्तो कार्यक्रम गऱ्यो उस्तो कार्यक्रम गऱ्यो भन्ने, तर एक्चुअली चाहिँ जुन टार्गेट ग्रुपलाई ट्रेन गर्ने हिसाबमा चाहिँ काम भएको छैन, त्यो चाहिँ गर्न चाहिँ जरुरी छ। यो चाहिँ अबको गभर्मेन्टले र स्वास्थ्य सेक्टरले यो चाहिँ राम्रोसँग इम्प्लिमेन्ट गर्नुस् यो कुरा भन्ने चाहिँ लाग्छ। तुरुन्तै रिजल्ट दिने चिज होइन कि यो चाहिँ लङ टर्ममा यसले चाहिँ फाइदा गर्छ कि, अब लङ टर्ममा फाइदा गर्छ। अब यही घटना चाहिँ बानेश्वरमा हुनुको घटना चाहिँ यहाँबाट 2-3 घन्टाको डिस्टेन्समा कतै भइदिएको भए अनि त्यति बेला के हुन्थ्यो, इम्प्याक्ट त गोली लागेको मान्छे सबै मर्थ्यो होइन। कमसेकम यहीँ हुँदा त हामीहरूले सबैलाई बचाउन सकेनौँ भने त्यो प्राइमेरी केयर भनेको त्यति इम्पोर्टेन्ट छ।
मलाई एउटा घटना याद आउँछ। हामी ट्रमा एक्सिडेन्टकै कुरा गरिरहँदाखेरि म सानै थिएँ। जुन बेला दरबार हत्याकाण्ड भयो नि, हजुर हजुर त्यो बेलामा सुनेको श्रुति राज्यलक्ष्मी जो हुनुहुन्थ्यो नि, उहाँ चाहिँ बाँच्न सक्ने अवस्था थियो। उहाँलाई गोली लागेको ठाउँ पत्ता लागेन, कतै खुट्टातिर कतै लागेको थियो। त्यो चाहिँ ओभर ब्लिडिङ भएर उहाँको चाहिँ डेथ हो, उहाँलाई बचाउन सकिन्थ्यो भन्ने कुरा चाहिँ मेरो अहिलेसम्म त्यो मानस पटलमा यो प्री हस्पिटलको जो ट्रिटमेन्ट छ नि, त्यो बेला त हामीले राजा रानी देशको सबभन्दा ठुला मान्छे भन्ने हुन्थ्यो। त्यो कुरा चाहिँ अहिलेसम्म मलाई इम्प्याक्ट दिमागमा त्यो बसिरहेको छ। त्यसैले यो इम्पोर्टेन्ट छ कि भनेर अघि हामीले हस्पिटल कस्तो भने अब गोली लागेको त्यसको एउटा प्रोटोकल हुन्छ कि हजुर। गोली लागेको बिरामी छ भने पनि गोली लागेको ठाउँ खन्ने होइन कि हामीले हो पेसेन्टको रिसेन्ट स्ट्याटस के हो त उसको चाहिँ सकको ट्रिटमेन्ट गर्ने हो। ब्लिडिङ भएको छ भने हजुर त्यसो अक्सिजनको कमी छ भने अक्सिजन दिने हो होइन। त्यसपछि बल्ल गोली लागेको ठाउँको ट्रिटमेन्ट गर्ने हो। हजुर पहिला त लाइफ ट्रिटमेन्ट लाइफको चाहिँ लाइफ बचाउनु पऱ्यो नि त हजुर होइन। त्यसपछि त्यसको कजको ट्रिटमेन्ट बल्ल गर्ने हो होइन। गनसट इन्जुरीमा चाहिँ हजुर। खास गरी सुरुमा गर्ने भनेको त सक्कै ट्रिटमेन्ट हो कि तपाईँको चाहिँ यो पेसेन्टको लाइफ सेभिङ प्रोसेसहरू हजुर 1 2 3 ABCD भनेर हामीले भन्छ हाम्रो भाषामा होइन। एयरवे ब्रिदिङ सर्कुलेसन भनेर ABCD सजिलो पनि छ। हजुर हो ABCD एयरवे ब्रिदिङ सर्कुलेसन डिजेबिलिटी एन्ड एक्सपोजर भन्छ होइन। एक्सपोजर चाहिँ लास्टमा हो, एक्सपोज गरेर हेर्ने लास्टमा हो। हजुर बुझ्नुभयो? एक्सपोज गरेर हेड टु एक्जामिनेसन गरेर कहाँ चोट छ भन्ने कुरा त लास्टमा हेर्ने हो हजुर होइन। तर त्योभन्दा अगाडि सबैभन्दा पहिला एयरवे हजुर होइन। किन श्वास प्रश्वास अक्सिजन ब्रिदिङ इजी यस ब्रिदिङ एयरवे र ब्रिदिङ हेर्ने हो हामीले होइन। त्यो कुराको ट्रिटमेन्ट गर्ने हो पहिला। त्यसपछि सर्कुलेसन होइन, उसले चाहिँ सर्कुलेसन चाहिँ बिरामी सकमा छ कि छैन त्यो कुराहरू हेर्ने हो। ABCD त्यसपछि बल्ल अरू कुराहरू हेर्ने हो। सामान्य र रूपले ABCD नै हामीले सिकाउन सकिरहेको छैन हो होइन। हजुर। त्यही नै सिकाएर त्यही नै प्र्याक्टिस गऱ्यो भने पुग्छ। धेरै चाहिँदैन। यो त सामान्य हाम्रो घरमा डे टु डे लाइफमा चाहिने चिजहरू हो नि त। सामान्य एक्सिडेन्ट भयो भने पनि त्यसलाई कसरी ट्रिट गर्ने भन्ने किनकि अब ABCD गर्नलाई ठुलो डाक्टर पनि चाहिँदैन, ठुलो हस्पिटल पनि चाहिँदैन कि होइन। त्यो भनेको चाहिँ प्रिन्सिपल हो। हजुर प्रिन्सिपल फलो गर्ने हो र प्रिन्सिपल चाहिँ सबैलाई थाहा हुनु पऱ्यो होइन। र यसलाई चाहिँ कसरी फलो गर्ने भन्ने थाहा हुनु पऱ्यो होइन। र त्यो चाहिँ जहाँ पनि गर्न सकिन्छ। ABCD यसलाई ABCD एकचोटि A एकदमै भनेको A भनेको एयरवे, एयरवे B भनेको ब्रिदिङ। भनेपछि इम्प्याक्ट परेको सबैभन्दा पहिला यस पहिला हेर्ने भनेको एयरवे हेर्ने हो। है जुनसुकै कज होस्, हजुर गोली लागेको होस्, जलेको होस् होइन, भूकम्पमा रोड ट्राफिक होस् होइन, त्यसपछि केहीले किचिएको होस् होइन, ढुङ्गाले किचिएको होस्, माटो वाट एभर इट इज होइन, सुरुमा हेर्ने भनेको एयरवे। त्यसपछि B भनेको ब्रिदिङ, उसको चाहिँ ब्रिदिङको प्याटर्न के छ त होइन। ब्रिदिङ गर्छ। एयरवे भनेको चाहिँ हाम्रो यो नाक र मुखदेखि खुला छ कि छैन। यस एयरवे खुला छ कि छैन, एयरवे क्लियर गर्नु पऱ्यो पहिलो काम। घटना जेसुकै होस् होइन, तपाईँ घटनातिर सोध्ने नै होइन हजुर होइन, एयरवे हेर्ने। त्यसपछि ब्रिदिङमा चाहिँ उसको चाहिँ के छ ब्रिदिङ प्याटर्न चाहिँ होइन। हजुर ब्रिदिङ चाहिँ उसले चाहिँ नर्मल ब्रिदिङ गरिरहेको छ कि छैन, एबनर्मल ब्रिदिङ हो कि होइन, चेस्टको एक्सपान्सन के छ, नेजल फ्लेयरिङ छ के छ होइन, एयरवे चाहिँ क्लियर छ कि छैन। पहिला एयरवे क्लियर गर्ने, हजुर त्यसपछि ब्रिदिङ हेर्ने ब्रिदिङ होइन। एयरवे क्लियर गरिसकेपछि हामीले चाहिँ ब्रिदिङ मेन्टेन भइरहेको छैन भने के गर्नु पऱ्यो, अक्सिजन दिनु पऱ्यो, अक्सिजन सपोर्ट चाहियो। हजुर वाट एभर इट इज तपाईँको होइन। हजुर हातखुट्टा भाँचिएको भए पनि, टाउकोमा चोट लागेको भए पनि, जलेको भए पनि पहिला हेर्ने भनेको एयरवे, दोस्रोमा ब्रिदिङ होइन। अब सीमा सर्कुलेसन। सर्कुलेसन सर्कुलेसन भनेको रक्त सञ्चार होइन। रक्त सञ्चारमा उसको चाहिँ ब्लिडिङ हजुर एक्सेसिभ ब्लिडिङ भइरहेको छ कि सकमा छ कि त्यो हेर्नु हजुर पऱ्यो। र अहिले चाहिँ कस्तो भने अलिकति चाहिँ एक्सेसिभ ब्लिडिङ छ भने स्टप ब्लिडिङ C चाहिँ पहिला आउँछ कुनै केस होइन। हजुर ठ्याक्कै चाहिँ एक्टिभ ब्लिडिङ छ भने ब्लिडिङ भएकोलाई पहिला रोक्नु भन्छ है। हजुर त्यो चाहिँ C चाहिँ कुनै कन्डिसनमा चाहिँ C पहिला आउँछ, हजुर स्टप ब्लिडिङ भनेर आउँछ। हजुर अदरवाइज चाहिँ प्रोटोकल भनेको ABC हजुर है। C भयो नि। अब सर्कुलेसनमा चाहिँ सर्कुलेसन पछाडि D मा फ्लुइड दिनु पऱ्यो हजुर होइन। अनि त्यसपछि ब्लड चाहियो भने ब्लड दिनु पऱ्यो होइन। त्यसपछि गएर चाहिँ उसको चाहिँ ब्लड प्रेसर मेन्टेन गर्नु पऱ्यो, हार्ट रेटलाई घटाउनु पऱ्यो होइन। त्यो भयो सर्कुलेसन भयो। अनि त्यसपछि D भनेको डिजेबिलिटी। डिजेबिलिटीमा बल्ल हामीले चाहिँ हेड इन्जुरीको लेभल कति हो हजुर होइन, उसको GCS स्केल भनेर हेर्छौँ हामीले होइन। अनि स्पाइनल इन्जुरीको कुराहरू गर्छौँ त्यहाँ। स्पाइनल इन्जुरीमा कुन लेभलमा चोट लागेको छ, स्पाइनल इन्जुरीको डिजेबिलिटीको लेभल कति छ होइन। अनि त्यसपछि ABCD भयो होइन। D पछि बल्ल हामीले E हेर्छौँ। E भनेको एक्सपोजर। उसलाई बिरामीले एक्सपोज गरेर अनि बल्ल हाम्रो चोट चाहिँ कहाँ छ र कुन त्यसको चाहिँ स्पेसिलिटीले ट्रिटमेन्ट गर्ने भन्ने कुरा हेर्छौँ हामीले। त्यो चाहिँ लास्टमा आयो होइन। फर्स्ट एडमा पनि यी कुराहरू बेसिकली फर्स्ट एड भनेको तपाईँको हजुर एउटा प्यारामेडिक्स लेभलको एउटा चाहिँ एम्बुलेन्स ड्राइभर अथवा चाहिँ एउटा चाहिँ प्रहरीको हवलदारले
प्रहरीको चाहिँ रेस्क्यु गर्ने मान्छेदेखि लिएर होइन ट्रमा सेन्टरको चाहिँ सुपर स्पेसिस्टले पनि गर्ने थियो फन्डामेन्टल कुरा हजुर होइन जहाँ गए पनि फेरि यहाँ मात्रै होइन हजुर संसारभरि यो बुझ्नु वर्ल्ड ग्लोबली होइन हजुर र सम्झिन पनि सजिलो छ ABCDE होइन एयरवे ब्रिदिङ सर्कुलेसन डिजेबिलिटी एन्ड एक्सपोजर होइन त्यो कुराहरू गरिसकेपछि होइन अब यो एक्सपोजरको जस्तै डिजेबिलिटीमा मैले भने डिजेबिलिटीमा चाहिँ स्पाइनल इन्जुरी छ भने स्पाइनल इन्जुरी बढ्न नदिनलाई हामीले चाहिँ ट्रान्सपोर्टको कुराहरू ख्याल गर्नु पऱ्यो होइन अनि त्यसपछि एक्सपोजर गर्दाखेरि हात फ्र्याक्चर छ स्प्लिन्ट लगाइदिनु पऱ्यो होइन खुट्टा फ्र्याक्चर छ एउटा कम्तीमा पनि त्यसलाई इमोबिलाइज गर्नु पऱ्यो ब्यान्डेज लगाइदिनु पऱ्यो होइन त्यो एक्सपोज गरेपछि थाहा हुन्छ बल्ल एक्सपोजरमा आउँछ त्यो होइन त्यो त्यति गरिसकेपछि बल्ल उसको लाइफ सेभिङ भयो अब लाइफ सेभिङ भएपछि बल्ल तपाईँले त्यसको डेफिनेटिभ ट्रिटमेन्ट गर्ने त्यसपछि बल्ल हस्पिटल पुऱ्याउने होइन अपरेसन गर्ने अब कतिजनाले अपरेसन गर्ने कस्तो खालको अपरेसन गर्ने त्यसपछिको कुरा आउँछ बल्ल यो चाहिँ एउटा प्रोसेस एक्ज्याक्ट हामी स्पाइनल इन्जुरीको कुरा गरिरहँदाखेरि यो कतिको सेन्सिटिभ छ जस्तै यो चाहिँ अपरेसन गर्नै नसकिने चिज हो कि मैले कतिपय ठाउँमा हेरिरहेको थिएँ यसको चाहिँ नि अपरेसन गरेर यसलाई ट्रिट गर्नु भनेको चाहिँ नि एकदमै कम्प्लेक्स कुरा हो यहाँले यसलाई स्पेसिफाइड पनि गर्नुभएको छ पहिला त यस्तो सेन्सिटिभ विषय र मलाई लाग्छ अलिकति क्रिटिकल पनि होला अलिकति डिफिकल्ट पनि होला यही चुज कसरी गर्नुभयो यहाँले अब यस्तो छ यो स्पाइनल इन्जुरीको चाहिँ कस्तो छ भने खास गरी अर्थोपेडिक्सको ब्याकग्राउन्ड र न्युरोसर्जरीको ब्याकग्राउन्ड दुइटै स्पेसिलिटीले होइन न्युरोसर्जनले को पनि एउटा सेक्टर स्पाइन हेर्नुहुन्छ उहाँहरूले अर्थोपेडिक्सको पनि एउटा सेक्टर स्पाइनमा छ होइन र हाम्रो दुइटै स्पेसिलिटीको व्यक्तिहरूको सुपर स्पेसिलिटी स्पाइनमा गर्छौँ क्या होइन त्यसमा चाहिँ ओभरल्याप हुन्छ होइन हजुर र स्पाइनल इन्जुरी कस्तो चिज हो भने सर्टेन चिजहरू प्रिभेन्टेबल छ कतिपय कुराहरू अनप्रिभेन्टेबल छ इनिसियल इन्जुरी सिभियर इन्जुरी भएको छ स्पाइनल कर्डको चाहिँ कम्प्लिट ट्रान्जेक्सन छ भने त्यसलाई हामीले त्यसलाई स्टेबिलाइज चाहिँ गर्न सक्छौँ तर न्युरोलोजिकल रिकभरी नहुन सक्छ हजुर नहुन सक्छ त्यसको साथसाथै स्पाइनल इन्जुरीमा धेरै कुराहरू छ होइन अब त्यस्तो सेन्सिटिभ त कस्तो भने सेन्सिटिभ स्पाइन भनेको इट्सेल्फ चिजै सेन्सिटिभ हो होइन किनकि त्यो एकपटक चाहिँ ड्यामेज भएपछि रिकभर हुँदैन कि त्यस्तो चिज हो अरू चिजहरू रिकभर हुन्छन् होइन अरू ठाउँमा चोट लागेको हड्डी फ्र्याक्चर भएको जोडिन्छ होइन अरू चाहिँ अब लिभर इन्जुरी भएको रिकभर हुन्छ स्प्लिनिक इन्जुरी हुनसक्छ होइन अरू ठाउँमा चोट लागेको अरू टिस्युहरू चाहिँ रिकभर गर्छ तर स्पाइनको चाहिँ जो नर्भ टिस्यु छ त्यो नर्भ टिस्यु चाहिँ रिकभर हुँदैन हजुर त्यो भएर हाम्रो त्यो मेन्टल ब्रेनदेखि सुरु हुन्छ ब्रेनदेखि स्पाइनल कर्ड भनेको ब्रेनकै कन्टिन्युसन हो त्यो टिस्यु भनेको चाहिँ कस्तो भने त्यो तन्तु होइन त्यसमा चाहिँ चोट लागेर त्यो ड्यामेज भएपछि रिकभर हुँदैन हजुर होइन र त्यो चाहिँ फेरि यति सेन्सिटिभ हुन्छ कि छिटो ड्यामेज हुन्छ त्यसको अहिलेसम्म केही पनि ट्रिटमेन्टहरू अब त्यसको चाहिँ वान्स ड्यामेज यो नेचुरल चिजै त्यस्तो चिज हो है त्यसमा चाहिँ यो ब्रेन टिस्यु र स्पाइनको चाहिँ जुन चाहिँ नर्भ टिस्यु छ त्यो चाहिँ खास गरी दुई किसिमले ड्यामेज हुन्छ एउटा चाहिँ त्यहाँ मुख्य कुरा त अक्सिजनको मात्रा पुगेन भने र अर्को चाहिँ सर्कुलेसन रगतको किन अक्सिजन पुऱ्याउनु त रगतले हो होइन ब्लड सर्कुलेसन पुगेन र अक्सिजनको मात्रा पुगेन भने त्यो टिस्यु डेथ हुन्छ होइन र त्यो डेथ भएपछि रिकभर गर्दैन र एकदमै छोटो टाइममा हामीले इन्टरभेन्सन गर्न सकियो भने चाहिँ रिकभर गर्छ त्यो भएर यसको सेन्सिटिभिटी भएको कारण चाहिँ त्यो हो होइन त्योभन्दा पनि बढी सेन्सिटिभ टिस्युहरू छन् शरीरमा तर उनीहरूमा के हुन्छ रिजेनरेट गर्छ कि अरू टिस्युहरू रिजेनरेट गर्छ तर नर्भ टिस्यु चाहिँ रिजेनरेट नगर्ने भएको भएर यो बढी सेन्सिटिभ भएको हो र सर्भिसको कुरा गर्नुपर्दा स्पाइनल इन्जुरीको ट्रिटमेन्ट पहिलाभन्दा अहिले धेरै राम्रो छ होइन हाम्रो चाहिँ पेरिफेरी लेभलहरूमा पनि पेरिफेरीको डक्टरहरू पनि अहिले स्पाइनल इन्जुरीको ट्रिटमेन्ट गर्न सक्ने भएका छन् होइन उहाँहरूले चाहिँ स्पाइनल इन्जुरी भएको बिरामीलाई अपरेसन गरेर उसलाई चाहिँ स्टेबिलाइज गराएर उसको चाहिँ ट्रिटमेन्ट गर्ने चाहिँ जुन एउटा चाहिँ क्यापासिटी डेभलपमेन्टको कुरा छ त्यो चाहिँ पहिलाभन्दा चाहिँ भएको छ सबै ट्रमा सेन्टरमै आउनु पर्दैन त्यसमा पनि विभिन्न किसिमका इन्जुरी प्याटर्नहरू हुन्छन् अरू डिफिकल्ट इन्जुरी छ अहिले कम्प्लेक्स खालको छ भने सबै ठाउँमा गर्न सक्दैनन् हामीहरूकोमा आउँछन् हामीहरू गर्छौँ होइन तर चाहिँ हाम्रो पेरिफेरल हस्पिटलहरूमा पनि स्पाइनल इन्जुरीको सर्भिस चाहिँ छ र स्पाइनको चाहिँ ओभरअल कुरा गर्दाखेरि इन्जुरी एउटा सानो कम्पोनेन्ट हो हजुर होइन त्यो बाहेकका यसका धेरै प्याथोलोजी म आउँदै थिएँ जस्तै ढाड दुख्ने भन्छ नि हामी जेनरल्ली एक्ज्याक्टली हरेक नेपाली अब गाउँघरमा यसै पनि अब फिजिकल एक्सर्साइज बिहानदेखि बेलुकासम्मको अलिक बढी फिजिकल कामहरू नै हामी धेरै गर्छौँ ढाड दुख्ने समस्या यो इन्जुरी इम्प्याक्टको कुरा त छँदैछ
त्योभन्दा बाहेकको मेरो ढाड दुखेको छ, नसा च्यापिएको छ, लगायत धेरै कुराहरू ढाड हुन्छ दुख्ने नि। विषयमा चाहिँ हामी आइहाल्यौँ होइन। ढाड दुख्ने चाहिँ कस्तो छ भने सबै ढाड दुख्ने स्पाइनल होइन। हो, हामीले पहिला त्यो कुरामा हामी क्लियर हुनुपर्छ। हजुर ढाड दुख्ने भनेको त्यसका 50औं कारण छन्, हजुर 100औं कारण छन्, त्यसमध्ये स्पाइन चाहिँ एउटा कारण हो। हामीले त त्यो बुझ्न जरुरी छ होइन। धेरैलाई चाहिँ के लाग्छ भने ढाड दुखे कि अब मेरो स्पाइन इन्जुरी भयो कि भन्छ। स्पाइन भनेको एउटा सानो कम्पोनेन्ट हो हजुर ढाड दुख्नमा होइन। ढाड दुख्दाखेरि धेरै 90%लाई चाहिँ मांसपेशीको दुखाइ हुन्छ हजुर होइन। मांसपेशीको दुखाइ हुन्छ र मांसपेशीको दुखाइ पनि त्यसको चाहिँ पोस्चरको कारणले र युज नभएको कारणले, मेरुदण्डको चाहिँ होइन पछाडिको चाहिँ खास गरी 90% चाहिँ मैले अब करिब 10औं वर्ष भयो ब्याक पेनको बिरामी गर्न थालेको। 90% रिजन चाहिँ के हुन्छ भने ब्याक पेनमा मसलको मांसपेशीको कमजोरीपन, मसल विकनेस। बडी भयो। यस, मसल विकनेस। हजुर र मसल विकनेसको कारण चाहिँ फेरि के हुन्छ भने एउटा चाहिँ न्युट्रिसनको कुरा आउँछ त्यहाँ होइन। हामीले खाएको जस्तै क्याल्सियम, भिटामिन लगायतको चाहिँ मिनरल्सहरू होइन, प्रोटिनहरूको चाहिँ न्युट्रिसनको कमीले गर्दा मांसपेशी कमजोर हुन्छ। र अर्को कुरा चाहिँ मांसपेशी भनेको कस्तो चिज हो भने सधैँभरि खुम्चिने र तन्किने गरिरहनुपर्छ। यस होइन, मांसपेशी भनेको त्यस्तो चिज हो जुन चाहिँ खुम्चिने तन्किने गरिरहनुपर्छ कि गऱ्यो भने त्यो चाहिँ त्यसको आफ्नो टोन हुन्छ एउटा होइन, त्यो मेन्टेन हुन्छ। र जब चाहिँ स्थिर हुन्छ अथवा त्यो एउटा चाहिँ कुनै एउटा पोजिसनमा स्थिर अवस्थामा हामीले राख्छौँ त्यो कमजोर भएर जान्छ। र कमजोर भएपछि मसल फ्याटिक भएपछि अनि त्यसै पेन हुने हो, दुख्ने हो। र अहिलेको चाहिँ ब्याक पेनमा सबैभन्दा बढी चाहिँ पोस्चुरल। पोस्चुरल भनेको बसाइ राम्रो नभएर होइन। अब तपाईँ हामी बस्दाखेरि पनि यसरी बस्ने होइन, अनि त्यसपछि मोबाइल हेर्ने होइन अथवा ल्यापटप हेर्ने दिनभरि, पोस्चर दिनभरि यस्तो छ। अनि त्यसपछि गएर चाहिँ 1 घन्टा पनि एक्सर्साइज गर्दैन, एकछिन पनि हिँड्दैन होइन। अनि दिनभरि अफिसको काम हुन्छ, गाडीमा के अरे हिँड्यो, बाइकमा हिँड्यो, अगाडि झुकेर ड्राइभ गर्यो होइन, अनि त्यसपछि गयो मोबाइल चलायो होइन। अब यो सबै 90% ब्याक पेनको कारण चाहिँ मसल हो। यो कुनै एज ग्रुप छ पर्टिकुलर? ठ्याक्कै यो एज ग्रुप भन्ने त छैन, तर टिनेजरमा बढी छ। किनभने अहिले हो मैले त्यही फोकस, टिनेजरमा बढी छ। टिनेजरमा बढी छ। तपाईँले यसो अलिकति रेट्रोस्पेक्टिभली बिरामीको प्रोफाइल हेर्नुभयो भने गाउँमा चाहिँ जसले चाहिँ रेगुलर काम गरेर आउँछ नि, रेगुलर आफ्नो त्यो मान्छे कहिले ढाड दुख्यो भनेर आउँदैन होइन। उसले चाहिँ कम्मरमा पटुका बान्छ, बेल्ट बान्छ, आफ्नो काम गर्छ, ढाड दुख्यो भनेर आउँदैन। त्यस कारणले चाहिँ यो जुन पोस्चुरल ब्याक पेन मांसपेशीको दुखाइ चाहिँ यो चाहिँ सहरिया लाइफस्टाइल होइन, अनि सुखी लाइफस्टाइल होइन, अनि एक्टिभिटी छैन, व्यायाम छैन होइन, अनि त्यसपछि बस्दाखेरि चाहिँ ब्याड पोस्चर, बस्दाखेरि चाहिँ यसरी बस्ने यस्तो गरेर होइन, त्यसले गर्दाखेरि चाहिँ ब्याक पेन बढी हुन्छ। प्लस यो गेजेट्सहरू अहिले जुन एज छ नि, एज ग्रुपले एकदमै धेरै गेजेट फ्रेन्डली, अब उनीहरू त जेनेरेसनै अहिलेको नयाँ नयाँ जेन जी, जेन अल्फा, जेन बिटा आइसक्यो। उनीहरूलाई यो पहिला सुन्दाखेरि एकदमै धेरै एजेड मान्छेहरूलाई चाहिँ ढाडको धेरै समस्या छ भन्ने सुनिरहेको, यहाँले भने त्यो बाहेक टिनेजमा पनि आयो। टिनेजमा चाहिँ कस्तो अरू रिजनहरू चाहिँ कस्तो छ भने अब धेरै कारणहरू छ हेर्नुहोस् होइन। ढाडको त अब टिबी पनि हुनसक्छ होइन, ओस्टियोपोरोसिस भन्छौँ, हड्डी खिएर पनि हुनसक्छ होइन, हड्डी पातलो भएर पनि हुनसक्छ, हड्डी खिएर पनि हुनसक्छ होइन, ट्युमर पनि हुनसक्छ होइन, धेरै कारणहरू छन् होइन। अनि नसा च्यापिएर पनि हुन्छ। तपाईँको स्पाइनको जस्तै कुरा गऱ्यौँ हामीले होइन, डिस्क प्रोल्याप्स भएर नसा च्यापिएर पनि हुनसक्छ। तिनीहरू भनेको 10% मात्रै हो कि, 90% चाहिँ यो पोस्चुरल हो, मसलको पेन हो। र त्यो फेरि त्यो प्रिभेन्टेबल हो। त्यो हामीले डिफाइन गर्न सक्छौँ जेनरल लाइफमा आफैले? जनरल एकदमै होइन। तपाईँको कस्तो छ भने त्यो बिरामीको कम्प्लेन, उसको कम्प्लेन हेर्न बित्तिकै थाहा भइहाल्छ होइन, उसको दुखाइको प्याटर्न हेर्न बित्तिकै थाहा भइहाल्छ, सिम्पल होइन। र त्यसको ट्रिटमेन्ट भनेको फेरि लाइफस्टाइल मोडिफिकेसन, औषधि खाएर हुँदैन। औषधि खाएर दुखाइ कम गरेर त्यसको सोल्युसन हुँदैन, लाइफस्टाइल मोडिफिकेसन। पोस्चरल भएपछि त अब पोस्चर मेन्टेन गर्नु पऱ्यो पहिला होइन। पहिला चाहिँ पोस्चर मेन्टेन सिधा भएर बस्नु पऱ्यो पहिलो काम होइन। र दोस्रो काम चाहिँ तपाईँको चाहिँ जुन ढाडलाई सिधा गर्ने त मांसपेशीले हो नि त, मसल हो, पछाडिको मसल जुन सिधा गर्ने मांसपेशी छ त्यो मांसपेशीलाई बलियो बनाउनु पऱ्यो होइन। प्रिन्सिपल त्यति हो होइन, सिधा भएर बस्ने र ढाडलाई चाहिँ सिधा राख्ने जुन मांसपेशी छ त्यसको चाहिँ टोनिसिटी हुनु पऱ्यो कि, बलियो हुनु पऱ्यो। फर्स्ट लाइफस्टाइल चेन्ज, यस लाइफस्टाइल मोडिफिकेसन। अब लाइफस्टाइलमा यस यति धेरै यो पेट मेरो यति ठुलो भयो, पेट घटाउने उपाय, त्यसको खाना डाइट यस्तो हुनु पऱ्यो, ग्यास्ट्रिक भयो, ग्यास्ट्रिकको डाइट यस्तो हुनु पऱ्यो, यस्तो चाहिँ सुनिएको छैन। मैले खोजी पनि रहेको छु त्यो कुराहरू, स्पाइनल सम्बन्धी प्री ट्रिटमेन्टका कुराहरू, खानाको सम्बन्ध, प्लस अन्य पनि हड्डी सम्बन्धी
खानाको कतिको डाइरेक्ट इम्प्याक्ट छ हामीले जताततै देख्ने चाहिँ खाली छ नि, यो सबै बोसो घटाउने भयो सबै होइन, पत्थरबाजी हो होइन। खासमा तपाईँको अब अनलेस अदरवाइज प्रुभ मैले भने नि होइन, केही कारणहरू 10% कारणहरू अब त्यो डिस्क प्रोल्याप्स भएर नसा च्यापिएको होइन, हड्डी खिएको, हड्डी पातलो भएको होइन, उमेर बढ्दै गएर चाहिँ हड्डी पातलो हुने होइन, लडेर हड्डी भाँचिने, अब अनलेस 10% कजहरू धेरै छन्। त्यो बाहेकको 90% कज भनेको मस्कुलर हो, मसल्स हो र मसल विकनेस हो। र मसल विकनेसलाई चाहिँ हामीले बलियो बनाउनलाई के गर्नु पऱ्यो त, त्यसलाई चाहिँ एउटा न्युट्रिसन दिनु पऱ्यो, अर्को कुरा एक्सर्साइज हुनु पऱ्यो। र एक्सर्साइज जे गर्दा पनि हुन्छ, कुनै जरुरी छैन कि तपाईँले चाहिँ उनी फिजियोथेरापिस्टकोमा गएर फिजियोथेरापी नै गर्नुपर्छ भन्ने छैन। तपाईँले रेगुलर एक्सर्साइज जे गर्न सक्नुहुन्छ, तपाईँलाई जे गर्दा कम्फर्टेबल हुन्छ, तपाईँको आफ्नो चाहिँ प्रोफेसनलाई पनि त गर्नु पऱ्यो नि त होइन। तपाईँ ल्यापटप नचलाइ त जिन्दगी चल्दैन, मोबाइल नचलाइ पनि चल्दैन, तर पोस्चर मेन्टेन गर्नु पऱ्यो होइन। यहाँ चाहिँ हामी सिधा भएर यसरी ल्यापटप चलाउनु र होइन यसरी चलाउनु फरक छ नि होइन। मोबाइल हेर्दाखेरि यसरी बसेर हेर्नु र होइन यसरी हेर्नु फरक छ नि त, आफैले फिल हुन्छ यस होइन। त्यो कुरा चाहिँ हामीले बुझ्नु पऱ्यो कि, बुझ्नु पऱ्यो। मसल्सलाई, मांसपेशीलाई, ढाडको मांसपेशीलाई सिधा राख्नु पऱ्यो, बलियो बनाउनु पऱ्यो होइन। सिधा राख्ने काम तपाईँको आफ्नै, तपाईँको आफ्नो पेसालाई असर नपर्ने गरी तपाईँ आफ्नो पोस्चर सिधा गर्नु सक्नुहुन्छ। जस्तै कुर्सी, बस्ने कुर्सी होइन, त्यो लग्जरियस कुर्सी, सुतेर बस्ने कुर्सी किन चाहियो? गुड ब्याक सपोर्ट भएको कुर्सी राख्नुहोस् न, यसरी बस्नुहोस्, सिधा भएर बस्नुहोस् होइन। टेबल तल छ भने माथि गर्नुहोस् होइन, त्यसपछि गएर आई लेभलमा राख्नुहोस् होइन, सिधा भएर काम गर्नुहोस्, फाइन होइन। ग्याजेट्सको टाइम चाहिँ सक्नुहुन्छ भने घटाउनुहोस्, सक्नुहुन्न भने पनि तपाईँको आफ्नो पोस्चर मेन्टेन गरेर चलाउनुहोस्। टाइम घटाउन सक्नुहुन्न भने त्यो कुरा चाहिँ तपाईँ आफै गर्ने हो। अब द्याट इज कल्ड खानाको सम्बन्ध, खानेकुरासँग धेरै सम्बन्ध राख्दैन यसले। ओके, खानेकुरासँग धेरै सम्बन्ध राख्दैन होइन। तपाईँको चाहिँ नेचुरली हामीले नेचुरल जुन हाम्रो चाहिँ खानेकुराहरू छ, फास्टफुडहरू त अब धेरै कुरामा चाहिँ त्यो राम्रो मानिँदैन होइन। तर खानेकुरासँग ठ्याक्कै यो ब्याक पेन र स्पाइनल उसँग चाहिँ प्याथोलोजीसँग रिलेसन छैन है, एउटा कुरा। अनि अर्को कुरा चाहिँ मैले जस्तै तपाईँलाई त्यो मसल्सको टोनिसिटीको कुरा गरेँ नि, त्यो अलिकति महत्त्वपूर्ण छ होइन। मसलको टोनलाई मेन्टेन गर्नलाई न्युट्रिसन चाहिँ हाई क्याल्सियम डाइट, भिटामिन डी होइन, अनि त्यसपछि गएर प्रोटिन डाइट, यिनीहरू त हुनै पऱ्यो। र खाना त्यो जेमा पाइन्छ त्यही खानु पऱ्यो होइन। त्यसपछि चाहिँ सेकेन्ड भनेको रेगुलर एरोबिक एक्टिभिटी होइन। रेगुलर एरोबिक एक्टिभिटी तपाईँ आधा घन्टा हिँड्दा पनि हुन्छ, तपाईँ आधा घन्टा स्विमिङ जानुभए पनि हुन्छ, आधा घन्टा ट्रेडमिल गर्दा पनि हुन्छ होइन, योगा गर्दा पनि हुन्छ, वाट एभर यु डु। तपाईँलाई आफ्नो टाइमले फिजिबल हुने गरी होइन। तपाईँ 6 बजी उठ्नुहुन्छ भने 5:30 बजी उठ्नुहोस्, 7 बजी उठ्नुहुन्छ भने 6 बजी उठ्नुहोस् होइन। त्यहाँ टाइमको पनि कन्स्टेन्ट छैन कि, टाइम मैले भ्याउँदिनँ भन्छ होइन। अनि मैले सोध्छु तपाईँ कति बजी उठ्नुहुन्छ भने 7 बजी, त्यसो 6 बजी उठ्नुहोस् हजुर होइन। आफूलाई भाइब्रेट बनाउनुहोस् एटलिस्ट, भेरी सिम्पल होइन। भ्याउनुहुन्न भने ल तपाईँलाई 7 बजी काममा पुग्नुपर्छ, 6 बजी उठ्नुहुन्छ भने चाहिँ 5:15 बजी उठ्नुहोस्। कमसेकम तपाईँले एउटा त्यो अनुसारको लाइफस्टाइल मोडिफिकेसन त गर्नु पऱ्यो नि त होइन। साँझ ढिलासम्म काम गर्नु छ कि साँझ घटाउनुहोस् कि बिहान घटाउनुहोस्, आधा घन्टा त निकाल्नु पऱ्यो नि त आफ्नो लागि पनि होइन निकाल्नुहोस्। एक्ज्याक्टली, त्यो मात्रै भयो। त्यो फेरि ब्याक पेनको लागि मात्रै होइन कि, त्यो भनेको चाहिँ रेगुलर एरोबिक एक्सर्साइज भनेको स्विमिङ, जगिङ, वाकिङ होइन, ट्रेडमिल होइन, डान्सिङ, तपाईँ जे गर्दा पनि हुन्छ कि, कुनै त्यस्तो छैन। जेमा इन्जोय गर्नु, तपाईँ जेमा इन्जोय गर्नुहुन्छ, जे गर्न भ्याउनुहुन्छ, तर एउटा रेगुलर गर्नु पऱ्यो, सो द्याट त्यसले ब्याक पेन पनि कम हुन्छ, तपाईँको बडीको वेट पनि कम हुन्छ होइन, डायबिटिस पनि हुँदैन, ब्लड प्रेसर पनि मेन्टेन हुन्छ, लिपिड प्रोफाइल पनि मेन्टेन हुन्छ, एभ्रिथिङ विल बी फाइन। भनेपछि हाम्रो पर डे एक्टिभिटी जे हुन्छ, यस, त्यो एक्टिभिटी थोरै मात्रै कन्सर्न हुने हो भने पनि धेरैवटा रोगबाट हामी धेरै बच्न सक्छ। होइन आधा घन्टा धेरै पनि चाहिँदैन कि, आधा घन्टा रेगुलर। तपाईँलाई केही पनि गर्न मन लाग्दैन, खेल्न मन लाग्छ, आधा घन्टा खेल्नुहोस् होइन। तपाईँलाई ब्याडमिन्टन खेल्न आउँछ, ब्याडमिन्टन खेल्नुहोस्, टिटी खेल्न आउँछ, टिटी खेल्नुहोस् होइन। तपाईँलाई चाहिँ केही न केही त गर्न सक्नुहुन्छ होला नि त होइन। केही त गर्नै पऱ्यो नि होइन। कुनै जरुरी छैन कि यो गर्नुहोस् त्यो गर्नुहोस् भन्ने होइन। र तपाईँ केही पनि गर्न सक्नुहुन्न, योगा गर्नुहोस् होइन, योगा गर्नुहोस्, मसललाई स्ट्रेच गर्नुहोस् होइन, प्राणायामहरू गर्नुहोस्, तर एउटा चाहिँ गर्नु पऱ्यो कि रेगुलर कन्सिस्टेन्सी चाहिँ, रेगुलर कन्सिस्टेन्सी चाहियो, एउटा चाहिँ रेगुलर चाहियो। त्यति हुन बित्तिकै तपाईँको ब्याक पेन पनि हुँदैन होइन,
अनि त्यसपछि गएर चाहिँ यो सड्किने मड्किने नसा च्याप्पिने पनि हुँदैन होइन। अब होला एक्सट्रिम कुरामा होला, त्यो चाहिँ नन प्रिभेन्टेबल होइन, तर प्रिभेन्ट गर्न सकियो नि त होइन। पेट पनि बढ्दैन, डायबिटिस पनि लाग्दैन, प्रेसर पनि कन्ट्रोल हुन्छ होइन। धेरै कुराहरू चाहिँ त्यसले तपाईँको चाहिँ फेसमा पनि ग्लो आउँछ। त प्रत्येक दिन अलिअलि पसिना निकाल्नुहोस् त, तपाईँको फेसियल ग्लो नै फरक पर्छ होइन। यो कुराहरू चाहिँ यो लाइफस्टाइल मोडिफिकेसन चाहिँ महत्त्वपूर्ण छ। नेपालमा यो जरुरी पनि छ। नेपालमा होइन, बाहिर पनि होइन। बाहिर त मैले कति हेरिरहेको हुन्छु, उनीहरूको त्यो लाइफस्टाइल अलिकति आफूलाई टाइम दिएकै हुन्छ, केही न केही थोरै समय भए पनि आफ्नो एक्सर्साइजमा केही ध्यान दिएकै जस्तो लाग्छ। नेपालमा चाहिँ नि अब ग्रामीण इलाकामा त फिजिकल्ली धेरै नै काम हुन्छ, त्यसका आउने इन्जरी त डिफ्रेन्ट कुरा भयो, त्यो बाहेक राम्रै देखिन्छ। अहिले पछिल्लो समयको स्पेसल्ली चाहिँ टार्गेटेड भनेको त्यही टिनेजमा आएको समस्या चाहिँ अलिकति क्रिटिकल छ। अब यस्तो तपाईँले अब मैले आफ्नो एक्सपिरियन्समा चाहिँ कस्तो छ भने गाउँबाट चाहिँ ब्याक पेन भएर कोही आएको छ भने त्यसको केही न केही स्पेसिफिक कज हुन्छ त्यहाँ, बुझ्नुभयो। कुनै स्पेसिफिक कज हुन्छ, कि त उसले एकदम हेभी एक्सर्साइज गर्दाखेरि उसको चाहिँ के अरे मांसपेशी सड्केको अथवा चाहिँ नसा सड्केको हुनु पऱ्यो, कि त उसको नसा च्यापेको हुन्छ, कि त उसलाई चाहिँ अरू ट्युमर होला, कि ट्युबरक्लोसिस होला होइन, कि चाहिँ अरू केही प्याथोलोजी होला होइन। यो मसल पेन र पोस्चरल पेनले आउँदैन गाउँबाट आएको मान्छे होइन। कुनै एउटा स्पेसिफिक कज हुन्छ, त्यसलाई चाहिँ हामीले सिरियसली नै त्यो पत्ता लगाउनु पर्ने हुन्छ। तर सहरको बच्चा बच्चीहरू, अनि त्यो सहरको बच्चा पनि होइन, एडल्ट लाइफ पनि एडल्टहरू नै भन्छु मैले होइन, टिनेजर मात्रै पनि होइन, यो 40-50को पनि त्यस्तै छ हालत होइन। उहाँहरूको भनेको पहिला सोच्ने भनेको पोस्चरल ब्याकमा नै हो, लस के अरे एक्टिभिटीको कारणले नभएको कारणले होइन, त्यो नै हो। यो ब्याक पेनको कुरा त हामीले धेरै गऱ्यौँ। स्पोर्ट्सहरूमा जस्तै अस्ति हाम्रो नेपाली प्लेयर साम्बा इन्जर्ड हुँदाखेरि अब चाहिँ 1 वर्षसम्म नखेल्ने भने जस्तो कुराहरू आए, रेस्ट गर्नुपर्ने। घुँडाको अर्को कुरा, जति पनि प्लेयरहरू स्पेसल्ली अलिकति फिजिकल्ली ट्रेन्ड हुनपर्ने फुटबल प्लेयरहरू अथवा उहाँहरूको चाहिँ नि के हुन्छ त्यसमा, जस्तै त्यो इन्जर्ड भयो भने चाहिँ जस्तै हाम्रो हात भाँच्यो भने हामी सर्टेन टाइममा त्यो रिकभर हुन्छ अनि हामी फेरि चाहिँ नि डे टु डे एक्टिभिटीमा आउँछौँ। तर घुँडाको चाहिँ समस्या, त्यो इन्जर्ड भयो भने चाहिँ कम्तीमा 6 महिनादेखि 1 वर्षसम्म चाहिँ रेस्ट नै गर्नुपर्ने के हुन्छ त्यहाँ। त एक्ज्याक्टली जेन्युन कुरा हो। यो चाहिँ कस्तो छ भने तपाईँको स्पोर्ट्स इन्जुरी भनेको एउटा चाहिँ फेरि अलग्गै स्पेसलिटी हो क्या त्यो। हजुर। अनि स्पोर्ट्स इन्जुरीमा के हुन्छ भने उनीहरूलाई ब्याक पेन हुँदैन, हजुर होइन, मसल पेन हुँदैन, दे आर अलरेडी स्पोर्ट्स पर्सन। हजुर। तर खेल्ने क्रममा खुट्टाको घुँडाको शरीरको जुन पोजिसन हुन्छ नि, त्यो सर्टेन पोजिसनमा सर्टेन इन्जुरी हुन्छ कि होइन। उनीहरू चाहिँ जम्प गरेर भुइँमा ल्यान्ड हुँदाखेरि होइन, अथवा जम्प हुँदाखेरि, अथवा चाहिँ त्यो शरीरको ब्यालेन्सिङमा होइन, यो कुरामा चाहिँ सर्टेन एउटा चाहिँ पोजिसनमा उसले चाहिँ अलिकति उसको चाहिँ बडीको इम्ब्यालेन्स हुन्छ, र त्यो जोइन्ट इम्ब्यालेन्स भएर लिगामेन्ट इन्जुरीहरू बढी हुन्छ सबैभन्दा बढी होइन। जस्तै निको लिगामेन्टहरू, एसिएल इन्जुरी हुनसक्छ, पिसिएल इन्जुरी हुनसक्छ होइन। घुँडाकोमा चाहिँ त्यो मेनिस्कस इन्जुरीहरू हुनसक्छ होइन। अनि त्यसपछि भलिबल प्लेयरहरू छ भने सोल्डरको चाहिँ रोटर कफर टियरहरू हुनसक्छ होइन। त्यो चाहिँ उहाँको प्रोफेसनको कारणले भयो। हजुर। त्यो चाहिँ हामी जनरल मान्छेको जस्तो होइन, उहाँहरूको प्रोफेसनल स्पोर्ट्स एक्टिभिटी गर्दाखेरि भएको एबनर्मल इम्प्याक्ट हो त्यो होइन। एबनर्मल इम्प्याक्टले गर्दाखेरि हुने हो, र त्यो एबनर्मल इन्जुरी हो त्यो होइन। र त्यसमा चाहिँ कस्तो हुन्छ भने तपाईँको इन्जुरीको टाइप अनुसारको चाहिँ रिकभरी फेज हुन्छ। हजुर। होइन, जस्तै साम्बाकै कुरा गर्दाखेरि मलाई लाग्छ उहाँको एसिएल इन्जुरी थियो होइन। एसिएल इन्जुरीमा के गर्छ भने हामीले अर्को ठाउँको नसा ल्याएर नसा बनाउनुपर्छ, घुँडाको लिगामेन्ट बनाउनुपर्छ होइन। त्यो जुन लिगामेन्ट च्यात्तियो त्यो लिगामेन्ट चाहिँ त्यसलाई चाहिँ अर्को ठाउँबाट चाहिँ फेरि ल्याएर त्यो बनाउनु पर्ने हुन्छ। र त्यो बनाइसकेको लिगामेन्टमा त्यसमा त्यो चाहिँ त्यो लिगामेन्ट तलमाथि हड्डीमा जोडिएर त्यसमा चाहिँ तागत आउनुपर्ने हुन्छ। ओके। र त्यो आउनको लागि चाहिँ टाइम लाग्छ। दुईवटा हड्डीको बिचमा राख्ने हामीले दुईवटा हड्डीको बिचमा चाहिँ जुन लिगामेन्ट हुन्छ त्यो नेचुरल लिगामेन्ट त च्यात्तियो। हजुर। च्यातिसकेपछि अब त्यो लिगामेन्टलाई हामीले रिकन्स्ट्रक्सन गर्न सक्दैनौँ होइन। र अर्को ठाउँको चाहिँ त्यस्तै किसिमको नसा ल्याएर त्यसलाई चाहिँ बनाउनु पऱ्यो। लिगामेन्ट बनाइसकेपछि त्यसलाई तल र माथि कस्नु पऱ्यो। कसिसकेपछि त्यो लिगामेन्ट चाहिँ हड्डीमा जोडिनु पऱ्यो नि त। हड्डीमा जोडिन समय लिन्छ एउटा कुरा। अनि त्यसपछि त्यसमा स्ट्रेन्थ आउनु पऱ्यो, त्यसमा तागत आउनु पऱ्यो क्या। पहिलाको चाहिँ जुन लिगामेन्ट थियो त्यो लिगामेन्टमा जति तागत आउनलाई र त्यो तल र माथि चाहिँ हड्डीमा जोडिनलाई चाहिँ समय लाग्छ। त्यो एज इट इज रिकभर हुन्छ सर्टेन टाइम रिकभर हुन्छ। त्यसमा अब यो अहिलेको मेडिकल फिल्ड चाहिँ अब यति एडभान्स भयो कि होइन टेक्नोलोजीहरू, त्यसले गर्दा चाहिँ लगभग 100% रिकभर नर्मल हुन्छ। हजुर। तर इट टेक्स टाइम
होइन। त्यसमा 6 महिना 1 वर्ष टाइप अफ इन्जुरी के छ र कुन किसिमको अपरेसन गरेका छौँ हामीले कुन चाहिँ लिगामेन्ट बनायौँ होइन, कतिवटा लिगामेन्ट बनायौँ र कस्तो खालको सर्जरी गऱ्यौँ भन्ने कुराले चाहिँ त्यसको रिकभरी फेज डिसाइड गर्छ। तर चाहिँ स्ट्रेन्थ चाहिँ आउँछ सामान्यतया 6 महिनादेखि 1 वर्ष लाग्छ त्यसमा। त्यो टाइम चाहिँ एकदम टाइम लाग्छ र त्यो टाइममा चाहिँ उहाँहरूले फेरि स्ट्रिक्टली रिहेबिलिटेसन प्रोटोकल फलो गर्नुपर्छ होइन। कति महिनापछि कति खुम्चाउने, कति महिनापछि कति टेक्ने होइन, शरीरको ओजन पुरै पार्ने कि आधी मात्रै पार्ने, त्यसको फेरि आफ्नो प्रोटोकल हुन्छ। र खुट्टा खुम्चाउँदाखेरि कति ड्युरेसनपछि कति डिग्री खुम्चाउने भन्ने त्यसको पनि प्रोटोकल हुन्छ। त्यो चाहिँ रिहेबिलिटेसनको प्रोटोकल अनुसार चाहिँ उहाँहरूले गर्नुपर्ने हुन्छ। त्यो सबै गर्नुभयो र राम्रो सर्जरी गरेको छ भने रिकभर चाहिँ हुन्छ। त्यही भएर टाइम लाग्छ। त्यो जहाँ गए पनि लाग्ने, त्यो नेपाल मात्रै होइन सबै ठाउँमा लाग्छ। नेपालको अघि हामीले कुराहरू मोडर्न यो उसको विषयमा मेडिकल ट्रिटमेन्टको विषय, नेपाल कुन स्टेटसमा छ ग्लोबल्ली हेर्दाखेरि? अब यस्तो छ, नेपालमा चाहिँ ट्रिटमेन्टको स्पेसिलिटीको हिसाबले हाम्रो लेभल त्यति नराम्रो छैन। मैले किन सोधेको भने नि थपेँ म क्वेसनमा फेरि अर्को अलिकति एड गरेँ। आज क्वेसन धेरै भयो किनभने मलाई यो मेडिकल सम्बन्धी धेरै कुराहरू जिज्ञासा पनि थियो। नेपालमा हुन त यो सङ्ख्या सानो होला, हामीले केही अघि पनि छलफल गऱ्यौँ, केही मान्छेहरू चाहिँ जुनसुकै लेभलको होस् नेपालमा ट्रिटमेन्ट हुँदैन भनेर बाहिर धेरै जाने, नेपालमा चाहिँ भएन बाहिर जाने। यसमा चाहिँ नेपाली मेन पावर नै रेडी छैन कि नेपाली हस्पिटललाई नपत्याएको कि यो चाहिँ कुन स्टेट हो? यो चाहिँ कस्तो भने नेपालको हस्पिटलहरूलाई डेभलप जसले गरेन नि उसैले विश्वास गर्न नगर्ने हो। बुझ्नु? एक्ज्याक्टली जुन लेभल जुन सर्कल चाहिँ तपाईँको खास गरी पोलिटिकल सर्कलहरू हुन्छ, मैले पोलिटिकल पिपुलहरू जुन चाहिँ नेपालमा ट्रिटमेन्ट गर्न हिचकिचाएर बाहिर जानुहुन्छ नि, उहाँहरूले नै यो डेभलप गर्न नदिएको, डेभलप नगरेकै उहाँहरूले हो। हामी अलिक विक चाहिँ छौँ न। यसको मतलब उहाँहरूलाई त्यो फिल हुन्छ क्या, किनकि उहाँहरूले त्यसमा कामै गर्नुभएको छैन। उहाँहरूलाई चाहिँ त्यो फिल हुन्छ उहाँहरूले त्यो काम गर्नुभएको छैन, किनकि उहाँले त्यसमा इफोर्ट पनि लाउनु भएको छैन। किनकि अब म चाहिँ तपाईँको चाहिँ 4-5 पल्ट प्रधानमन्त्री भइसकेँ, मैले स्वास्थ्य क्षेत्रमा केही पनि गरेको छैन, अनि मलाई लाग्छ कि हाम्रोमा केही कामै हुँदैन। आफैलाई विश्वास, आफूलाई विश्वास छैन कि आफैले गरेको छैन, गरेको छैन नि त होइन। गरेको भयो भने विश्वास लाग्छ। म 5-5 पल्ट प्रधानमन्त्री भइसकेँ, 3-3 पल्ट प्रधानमन्त्री भइसकेँ होइन, तर मैले त स्वास्थ्य क्षेत्रमा त केही गरेको छैन भनेपछि हाम्रो स्वास्थ्य संस्था त कामै नलाग्ने होला नि। तर त्यस्तै छ नि त, एउटा फ्याक्टर त्यो हो, तर वास्तविकता त्यो होइन। ओके, बुझ्नु? हाम्रो मेडिकल लेभलको स्ट्यान्डर्ड भनेको वर्ल्डकै कम्पेरेबल छ। ओके, वर्ल्डकै कम्पेरेबल छ मात्रै भनेको के हो भने एक्सेसिबिलिटीको अलिकति प्रब्लम हो। हजुर, एक्सेसिबिलिटीको पनि जियोग्राफिकल हिसाबले होइन। हुम्ला जुम्लाको मान्छे, जाजरकोटको मान्छेलाई सुपर स्पेसियलिटी ट्रिटमेन्ट चाहिँ एक्सेसिबल छैन होला। हजुर, तर काठमाडौँको मान्छेलाई र अलिकति चाहिँ पहुँच भएको मान्छेलाई अस्ट्रेलियामा, युकेमा र अमेरिकामा भन्दा बढी एक्सेसिबल सर्भिस हामी कहाँ छ। हजुर, बुझ्नु? अहिले हाम्रो लेभलको अर्थोपेडिक सर्जनलाई, स्पाइन सर्जनलाई कन्सल्टेसन गर्नु पर्यो भने अमेरिकामा कम्तीमा 3 महिना लाग्छ। ओके, अस्ट्रेलियामा कम्तीमा 3 महिना लाग्छ होइन। र त्यही लेभलको अनि उसलाई चाहिँ हाम्रो लेभलको मान्छेबाट कुनै एउटा लिगामेन्टको सर्जरी गराउनु पर्यो भने 3 महिना कन्सल्टेसन, 3 महिना एमआरआई गर्न, त्यसपछि 6 महिनाको चाहिँ वेटिङ पिरियड हुन्छ। हजुर, है त, कम्तीमा 1 वर्ष लाग्छ। ओके, होइन। तर त्यहाँ सिस्टम छ, त्यहाँ कसैले भनेर हुँदैन, सिस्टम अनुसार मान्छेले वेट गर्छ। हाम्रोमा चाहिँ के छ, पहुँच भएकोलाई फोनको भरमा डाक्टर साहब कता हुनुहुन्छ, फलानु ठाउँमा छु, त्यहीँ कन्सल्टेसन भयो होइन। हजुर, एमआरआई गर्नुपर्छ भन्नुहोस्, अर्को एमआरआई सेन्टरमा जानुहोस्, एमआरआई गर्नुहोस्, आजको आजै होइन। अहिले एमआरआई भइसक्यो होइन, अहिले ल हजुर यस्तो रहेछ, लिगामेन्ट इन्जुरी रहेछ अथवा स्माइल केही रहेछ, अपरेसन गर्नुपर्छ, ल रेडी गर, भोलि अपरेसन। एक्सेसिबल छ नि त। क्वालिटी चाहिँ फेरि अमेरिकाको, युकेको, अस्ट्रेलियाको जति क्वालिटी छ हामीसँग, त्यही लेभलको क्वालिटी हाम्रोमा चाहिँ पहुँच भएकालाई एक्सेसिबल पनि छ, पहुँच नभएकोलाई चाहिँ एक्सेसिबल छैन। कम्पेरिटिभली अलिकति चिपर, क्वालिटीको हिसाबले चिपर पनि छ। ओके, चिपर पनि छ। मैले कतिपय बिरामीहरूको होइन, मैले आफैले अस्ट्रेलियाबाट आएर अपरेसन गरेर गएको छन्, युकेबाट आएर अपरेसन गरेर गएको छ। रिजन के भने त्यहाँ त कन्सल्टेसन गर्नै 3 महिना लाग्छ, एमआरआई गर्न अर्को 3 महिना लाग्छ, अनि अपरेसन गरेर त 1 वर्ष कुर्नुपर्छ। मलाई त गाह्रो भइसक्यो। त्यसो भए आउनुहोस् प्लेनमा चढेर, आउनुहोस्, आज आउनुभयो, आजै हेर्ने, भोलि एमआरआई आयो, पर्सि अपरेसन, 1 हप्तापछि त फेरि रेडी फर्केर जान्छ। त्यहाँबाट प्लेन चढेर आएर पनि चिपर भयो हो। हामीले चाहिँ के कुरा, हाम्रोमा चाहिँ के कुरा चाहिँ बुझिरहेको छैनौँ भने हामीले
सर्भिसको क्वालिटी पनि राम्रो छ होइन, र पहुँच भएकालाई त्यही हिसाबको एक्सेसिबल पनि छ। तर मात्रै के भने त्यो लेभलको सर्भिस सबै ठाउँमा छैन एउटा कुरा, र दूरदराजका मान्छेहरूलाई त्यो लेभलको पहुँच छैन होइन। जोसँग पैसै छैन, जो चाहिँ दुर्गममा बस्छ, उसले न त टाइमली डाक्टर भेट्न सक्छ, न त टाइमली उसले चाहिँ इन्भेस्टिगेसन गर्न सक्छ, न उसको टाइममा सर्जरी हुन्छ। यो होमोजेनिसिटी भएन, हो यो दूर समानता भएन होइन। त्यो डेभलप कन्ट्रीमा चाहिँ के छ भने सबैलाई समान छ, नियम रुल इज रुल होइन, सक्यो। तर हाम्रोमा के छ, हाम्रोमा चाहिँ अब माथिल्लो लेभलकोलाई रुल लाग्दैन होइन, अब जसको एक्सेस छैन उनीहरूलाई रुल लाग्छ, पैसा पनि छैन होइन। त्यो हाम्रो चाहिँ प्रब्लम चाहिँ त्यो। तर हाम्रो नेताहरू, हाम्रो पोलिटिकल फिगरहरूले यहाँ ट्रिटमेन्ट नगराउनु चाहिँ उहाँहरूको चाहिँ कन्फिडेन्स लेभल नभएर हो। मैले चाहिँ त्यही भन्छु, कन्फिडेन्स नभएर हो। अदरवाइज उहाँहरूले चाहिँ विश्वास गर्यो भने त हाम्रो योभन्दा पहिलाको के अरे प्रधानमन्त्री केपी ओलीले टिचिङमै किन ट्रान्सप्लान्ट गर्नु भयो नि त, हुँदो रहेछ त, हिज फाइन होइन। तपाईँ हामी मलाई तगडा हुनुहुन्छ होइन, त्यही टिचिङ हस्पिटलमै हो नि त किडनी ट्रान्सप्लान्ट गरे, अन्त गरे त होइन, दुइटै किडनी त्यही गर्नुभयो, हुँदो रहेछ त। अब तर बाहिर जानेलाई कस्तो छ भने बाहिर जाने त उहाँहरूको राइटको कुरा हो उहाँहरूको, किनभने आफ्नो लाइफ उहाँहरूको चोइस हो। तर यसको मतलब चाहिँ क्वालिटी नभएर चाहिँ होइन। तर हामी क्वालिटीमा पनि कम्प्रोमाइज छैन। मात्रै के भने अब त्यति त्यो व्यवस्थित र त्यति चाहिँ ऊ चाहिँ सिस्टमेटिक सबै ठाउँमा छैन होला होइन। सरकारी हस्पिटलमा अब अहिले जस्तै ट्रमा सेन्टरमा सर्भिसको कुरा गर्ने हो भने ट्रमा सेन्टरमा जुन लेभलको सर्भिस हामीले अहिले दिइरहेछौँ होइन, ती बिरामीहरू पहिला चाहिँ प्राइभेट सेन्टरहरूमा ट्रमा सेन्टर खुल्नुभन्दा पहिला बिएनबी लगायतका चाहिँ हाम्रो जुन प्राइभेट सेन्टरहरूमा थियो तिनीहरूमा 20 देखि 25 लाख खर्च लाग्थ्यो बिरामीहरूको। उसको किनभने हेड इन्जुरी छ, स्पाइनल इन्जुरी छ, त्यसपछि गएर खुट्टाको हड्डी भाँचिया छ, हातको हड्डी भाँचिया छ, फेसको हड्डी भाँचिया छ, उसलाई चाहिँ 2 महिना हस्पिटल बस्नुपर्छ। त्यो लेभलको बिरामीले ट्रिटमेन्ट गरेर जाँदाखेरि प्राइभेट हस्पिटलहरूमा 20 देखि 25 लाख खर्च गरेर घरबार सकिएको पनि अवस्था थियो भने अहिले हामीले त्यही बिरामीलाई 1.5 लाख 2 लाख भित्रमा उपचार गरेर र पैसा छैन भने फ्रीमा घर पनि पठाउँछौँ होइन। 2 महिनासम्म आइसियुमा राखेर ट्रमा सेन्टरको आइसियुको कस्ट भनेको दिनको कति टोटल कस्ट 2000 कि कति छ होइन। त्यही पनि तपाईँको चाहिँ 2000 कस्टले 2.5 लाख आउनलाई कति महिना बस्नु पऱ्यो आफै क्यालकुलेट गर्नुहोस् होइन। 3 देखि 4 महिना बसेर पनि बिरामीलाई ट्रिटमेन्ट गरेर घर जाँदाखेरि मसँग त केही छैन भन्दा हामीले फ्री गरेर पठाउँछौँ। त्यो भएर चाहिँ राज्यले चाहिँ सर्भिस नदिएको पनि होइन, दिएको छ, त्यसरी नै बिराफले दिइरहेछ होइन। यही कस्टको कुरा गर्दाखेरि पछिल्लो समय मलाई लाग्छ गगन कुमार थापा उहाँ नै जस्तो लाग्छ स्वास्थ्य मन्त्री हुँदाखेरि यो केही बिमा पोलिसीको कुराहरू आयो स्वास्थ्य बिमाको। त्यो स्वास्थ्य बिमाको अहिलेको स्टेटस त्यस्तो किसिमको बिरामीको लागि त अब जस्तै ट्रमा सेन्टरले हेर्न सक्यो। ट्रमा सेन्टरले यहाँ हुनुहुन्थ्यो, यहाँको टिम थियो, एउटा पोलिसी थियो, यहाँहरूले त्यो गर्नुभयो भने यो त गभर्मेन्ट सेक्टर र प्राइभेट सेक्टरको हस्पिटलहरूले पनि अहिले दिइरहेछ सायद। त्यो सबै देशैभरि 77वटै जिल्लामा अथवा सबै निकाय स्थानीय निकायमा त त्यो बिमाको पोलिसीको स्ट्याटस के छ त्यो पाउनुपर्ने त हो नि त सबैले। अहिले कतिपय अवस्थामा सुनिरहेको छु, यो सोसल मिडियामा आइरहेछ, अब चाहिँ थ्याक्नै नसक्ने अवस्था पुग्यो, अब बिमाले काम नगर्ने भन्दाखेरि त ठुलो डिपेन्डेन्सी छ नि त त्यसमा स्वास्थ्य सेक्टरमा त्यो लोकल पिपलहरूको। यसको स्ट्याटस के छ साँच्चै यो सुने जस्तै भयावह हो कि होइन? ठिक छ, यो चाहिँ कस्तो छ भने गगन थापाको पालामा बिमा सुरु गर्नुभयो हजुर, उहाँसँग मैले पनि काम गरेँ। त्यति बेला म भर्तु हस्पिटलको मेडिकल सुपरिन्टेन्डेन्ट थिएँ। उहाँको चाहिँ सोच चाहिँ एकदमै क्लियर थियो कि त्यति बेला होइन, र अहिले पनि छ होइन। बिमा चाहिँ हुनैपर्ने चिज हो होइन, हुनैपर्ने हो होइन। र त्यो चाहिँ एउटा चाहिँ यो बिमा चाहिँ लङ टर्म रूपमा सस्टेन गर्ने भन्ने कन्सेप्टमा बिमा सुरु भयो होइन। तर उहाँ सधैँभरि पछिसम्म त रहनु भएन हजुर। त्यसपछि अरू मन्त्रीज्यूहरू आयो, लिडरसिपमा चेन्ज भयो, बिमाको जुन ऐन बन्यो हजुर, ऐनमा चाहिँ केही कुराहरू त्यति बेला चाहिँ लङ टर्म हिसाबले सस्टेनेबल हुने हिसाबले चाहिँ गराइएन होइन। र बिमाको चाहिँ जुन फन्डामेन्टल कन्सेप्टलाई नै फलो गरिएन कि हजुर, बुझ्नुभयो। बिमाको कन्सेप्ट भनेको त के हो भने सबैजनाले बिमा गर्ने, 20 जनाले बिमा गरेका मध्ये 19 जनालाई चाहिँ रोग लाग्दैन हजुर, एउटालाई चाहिँ रोग लाग्छ हजुर होइन।
र त्यो 19 जनाको पैसाले ती एकजनाको उपचार गर्ने हो। हजुर बुझ्नु त बिमाको कन्सेप्ट त्यो हो कि होइन। बिमा चाहिँ धेरैले गर्ने होइन। धेरैजनाले गरिसकेपछि एउटा 20 जनाको क्लस्टर हामीले लियौँ हजुर र 20 जनाको क्लस्टर मध्ये 19 जनालाई चाहिँ केही हुँदैन, 19 जनालाई चाहिँ पैसा तिर्नु परेन र त्यो 19 जनाले उठाएको प्रिमियमले हजुर एकजनालाई चाहिँ रोग लाग्छ त्यसलाई चाहिँ हामीले ट्रिटमेन्ट गर्ने हजुर भन्ने कन्सेप्ट चाहिँ बिमाको हो। तर हाम्रोमा चाहिँ के भइदियो भने 20 जनामा 20 जनाले चाहिँ बिमाको पैसा सकाउने भयो कि। ओके बुझ्नुभयो? 20 जनामा 20 जनाले बिमा गरे र 20 जनाले चाहिँ आफूले पाएको बिमाको सहुलियत जति छ त्यो बराबरको खर्च गरिदिने भयो। त्यो त साँच्चै बिमा बिरामी फेल भएरै त भयो नि। सुन्नु न, बिमा फेल हुनुको एउटा रिजन होइन। र जसले चाहिँ बिमा गरेका छैन उसले पैसातिर ट्रिटमेन्ट गर्छ, हो इन्भेस्टिगेसन नै गर्दैन। तर यस्तो मान्छेले मात्रै बिरामी गरे जसले सुगरको औषधि खाइरहेछ, जसले प्रेसरको औषधि खाइरहेछ होइन, जसले लङ टर्म औषधि खाइरहेछ, त्यो क्लस्टरले मात्रै होइन ले मात्रै बिमा गरे। बिमाको दायरा बढाउनु पर्ने थियो। एउटा बिमाको दायरा चाहिँ कभरेज बढाउनु सकिएन होइन। त्यो चाहिँ एउटा सर्टेन क्लस्टरमा मात्रै गयो होइन। जसले बिमा गर्यो त्यसले चाहिँ सबै प्रिमियम युज गरिदिए। हजुर एउटा चाहिँ त्यो भयो। र अर्को चाहिँ के भयो भने प्राइभेट सेक्टरलाई चाहिँ बिमा दिन बित्तिकै तपाईँले 3500मा बिमा गर्नुभएको छ, तपाईँले 2 लाख बराबरको फेसिलिटी पाउनु भएको छ भने तपाईँ हस्पिटलभित्र छिरेपछि तपाईँको 2 लाखै सकाएर पठाइदिने। ओके बुझ्नुभयो? हजुर तपाईँलाई चाहिने नचाहिने इन्भेस्टिगेसन गराइदिने, सिटी पनि गराउने, एमआरआई पनि गराइदिने, ल्याबमा पनि त्यहाँ आफ्नो हस्पिटलमा जे उपलब्ध छ सबै टेस्ट गराइदिने, बिरामीले पनि नाइ नभन्ने होइन। एन्डोस्कोप पनि गराएको छ, कोलोनोस्कोप पनि गराएको छ, अल्ट्रासाउन्ड पनि गराएको छ होइन, सिटी पनि गराएको छ, एमआरआई पनि गराएको छ, ब्लडको पनि सबै इन्भेस्टिगेसन गराएको छ होइन। त्यो गरेर तपाईँको 2 लाखको चाहिँ तपाईँको जुन मार्जिन छ त्यो सबै सकाएर पठाइदिने प्राइभेट सेक्टरमा होइन। एउटा चाहिँ त्यहाँनिर चाहिँ प्रब्लम भयो, रेगुलेसन भएन। अर्को कुरा चाहिँ बिमा गर्ने क्लस्टर चाहिँ जनरल पब्लिक भन्दा पनि जो चाहिँ निटी पिपुलहरू मात्रै भयो कि। ओके दायरा बढाउनु पर्यो यस होइन। एउटा चाहिँ त्यो प्रब्लम भयो होइन। र अर्को चाहिँ इम्प्लिमेन्टेसन लेभलमा चाहिँ हामीले गर्न सकेनौँ र बिमाको सबै दायित्व चाहिँ राज्यले लिनुपर्छ भन्ने कन्सेप्ट भयो कि। त्यो पनि गलत भयो। हजुर बुझ्नुभयो? बिमाको दायित्व चाहिँ राज्यले मात्रै होइन, प्राइभेट सेक्टरले किन नलिने त होइन। तपाईँको लाइफ इन्सुरेन्स प्राइभेटले गर्ने होइन, गाडीको इन्सुरेन्स प्राइभेटले गर्ने, घरको इन्सुरेन्स चाहिँ प्राइभेटले गर्ने भनेपछि हेल्थ इन्सुरेन्स किन नगर्ने होइन। हेल्थ इन्सुरेन्स राज्यले मात्रै गर्ने होइन। त्यस कारणले चाहिँ प्राइभेटले चाहिँ हेल्थ इन्सुरेन्स प्राइभेट सेक्टरलाई पनि इन्भल्भ गराउनु पर्थ्यो। त्यो भएर चाहिँ हेल्थ इन्सुरेन्समा चाहिँ एउटा कुरा चाहिँ रेगुलेसनको प्रब्लम भयो होइन। हामीले त न त प्राइभेट हस्पिटललाई रेगुलेट गर्न सक्यौँ, न त चाहिँ त्यो बिमा गर्ने क्लस्टरलाई रेगुलेट गर्न सक्यौँ। रेगुलेसनको प्रब्लम भयो एउटा। अर्को कुरा दायित्व चाहिँ नेपाल सरकारलाई मात्रै थपियो र नेपाल सरकारलाई मात्रै थपिने बित्तिकै के भयो, अब अहिले 11 अरब पैसा बुझ्नु बाँकी छ, हस्पिटलहरू चल्न सकिरहेछन् होइन। हाम्रो चाहिँ सरकारी अस्पतालहरूले चाहिँ कम्ती जुन चाहिँ आन्तरिक स्रोतबाट कर्मचारी राखेर तलब खुवाएर राखिरहेका अस्पतालहरू छन् तिनीहरूले त बिमाबाट पैसा नआएपछि धराशय हुन्छ। भोलि गएर कर्मचारीले तलब खुवाउन सकिँदैन। र यो चाहिँ यो खालको समस्या चाहिँ आएको छ। र बिमा भनेको राम्रो कुरा हो, मात्रै यसमा चाहिँ हामीले नीतिगत रूपमा सुधार गर्न नसक्या हो। र मलाई लाग्छ अब सम्भवतः यो अपकमिङ गभर्मेन्ट जुन छ हाम्रो चुनाव पछिको, त्यसपछि चाहिँ यसमा चाहिँ रिफर्म चाहिँ गर्न जरुरी छ। रिफर्म गरेर नीतिगत रूपमा सुधार गरेर बिमालाई चाहिँ कन्टिन्युटी दिने, तर चाहिँ पोलिसीगत रूपमा बिमाको ऐन पनि चेन्ज गर्ने र त्यसपछि टोटल्ली बिमालाई रिफर्म गरेर चलायो भने बिमा जति राम्रो कुरा चाहिँ केही पनि छैन कि। यो कन्सेप्ट त राम्रो भयो नि। जुनसुकै अब लोकल सेक्टरमा बसेको एउटा नोमिनल इन्कम हुने मान्छेले पनि स्वास्थ्यमा त आफू कन्फिडेन्स हुन पाए नि त आफ्नो हेल्थलाई। फेरि अर्को कुरा के हो भने अर्को चाहिँ नीतिगत रूपमै बिमामा चाहिँ प्रब्लम भएको चाहिँ हामीले चाहिँ प्राइमेरी हेल्थ केयर सर्भिस भनेको छौँ नि होइन। प्राइमेरी हेल्थ केयर सर्भिस त हामीले फ्रीमै दिइरहेछौँ नि त। हजुर होइन। प्राइमेरी हेल्थ केयर सर्भिस चाहिँ बेसिक प्राइमेरी हेल्थ केयर सर्भिस फ्रीमा दिइरहेछौँ भने बिमाले चाहिँ कभर गर्ने भनेको स्पेसिलिटी सुपर स्पेसिलिटी सर्भिस मात्रै हुनु पऱ्यो कि। हजुर हो बुझ्नुभयो होइन। तपाईँले खोप फ्रीमा पाउनु भएको छ, हजुर डेलिभरी सर्भिस फ्रीमा पाउनु भएको छ होइन, त्यसपछि गएर चाहिँ आइरन चक्की फ्रीमा पाउनु भएको छ, जुकाको औषधि फ्रीमा, त्यो लेभलको चाहिँ सर्भिसमा त हाम्रो इन्भेस्टमेन्ट त हुनु भएन नि त होइन। र बिमाले चाहिँ कभर गर्ने भनेको तपाईँलाई दुर्घटना गर्दाखेरि दुर्घटनाको बिमा हुनु पऱ्यो, अस्पतालमा चाहिँ उपचार गर्दाखेरि बिमा हुनु पऱ्यो, स्पेसिलिटी सर्भिसलाई चाहिँ बिमाले कभर गर्ने, प्राइमेरी हेल्थ केयर फ्री गर्ने। हजुर
एउटा चाहिँ त्यहाँनिर हामीले रिफर्म गर्नुपर्छ। अर्को कुरा चाहिँ प्राइभेट सेक्टरलाई रेगुलेट गर्नुपर्छ, प्राइभेट हस्पिटलहरूलाई। र तेस्रो चाहिँ बिमा इट्सेल्फको दायित्व चाहिँ राज्यले मात्रै नलिएर अरू बिमा संस्थानहरूले पनि लिनु पऱ्यो होइन। बिमा बोर्ड अन्तर्गतका जुन चाहिँ बिमा कम्पनीहरू छन् छरपष्टै छ नि त हामीसँग, उनीहरूले किन नलिने? फेरि पनि पोलिसीकै कुरा आयो। पोलिसी चाहिँ राम्रो आएको, पोलिसी राम्रो आएको बिमाको, तर चाहिँ यसको चाहिँ इम्प्लिमेन्टेसन लेभलमा काम चाहिँ राम्रो सकेन। त्यसले गर्दा चाहिँ बिमा अलमोस्ट अहिले त तपाईँले भने जस्तै 10-11 अरब रुपियाँ चाहिँ दायित्व छ अस्पतालहरू दिनलाई। कतिपय अस्पतालहरूले बन्द गरिसकेको अवस्था पनि छ होइन। त्यस कारणले अहिलेकै उसमा सिचुएसन भयो भने त बन्द हुन्छ बिमा। यसलाई हामीले रिफर्म गर्न सकेनौँ भने त्यो त बहुत अप्ठ्यारो कुरा हो। बन्द भयो भने त ठुलो किनकि चल्नै सक्छ नि, कसरी चल्छ? डिपेन्डेन्सी छ। र फेरि अर्को कुरा मैले नबुझेको, हाम्रो चाहिँ स्वास्थ्य बिमा बोर्डका जुन साथीहरू एक्जिक्युटिभ लेभलमा बस्नुभयो होइन, त्यहाँको चेयरम्यान कार्यकारी अधिकारीहरू जो बस्नुभयो, उहाँहरूले चाहिँ के विचार गर्नु भएन भने 11 अरब दायित्व हुँदासम्म हजुर उहाँहरूले के हेरेर बसे त हो, बुझ्नु भयो? आजको आज भात होइन त्यो त तपाईँ क्युमुलेटिभ हो। हजुर इकोनोमिक्स पढेका मान्छेलाई हामीले त्यहाँ सिलेक्ट गरेका छौँ होइन। इकोनोमिस्टहरू हुनुहुन्छ, स्वास्थ्य क्षेत्रका विज्ञहरू हुनुहुन्छ, उहाँहरूले त आएर व्ययको तुलना गर्नु पर्दैन, वाहन गर्नु पर्दैन। हाम्रो चाहिँ खर्च बढी भइरहेछ, हाम्रो चाहिँ दायित्व बढी सिर्जना भइरहेछ, यसलाई चाहिँ मेकअप गर्नुपर्छ र मेकअप गर्नको लागि यो अप्सन हामीहरूसँग छ, यो सुधार गर्नु पऱ्यो भन्नु पर्दैन। एकैपटक 11 अरब बाँकी छ तिर्न भनेर आउने हो त। त्यो भएर एउटा चाहिँ नीतिगत रूपमा प्रब्लम छ। अर्को कुरा इम्प्लिमेन्टेसन लेभलमा पनि काम गर्ने जुन टिम छ त्यो पनि सक्षम भएन कि, बुझ्नुभयो त? त्यो टिम पनि त हुनु पऱ्यो त। तपाईँ 11 अरब दायित्व सिर्जना हुँदासम्म 11th आवरमा अनि त्यसपछि पैसा तिर्न सक्दिनँ भनेर चाहिँ राजीनामा दिएर हिँड्नु हुन्छ। अनि त्यसो किन चाहिँ तपाईँको चाहिँ इकोनोमिक्स पढाए मान्छे राख्नु त्यहाँ होइन? तपाईँ हामी गए भइहाल्यो नि त होइन, जे हुन्छ हुन दिने हो भने त होइन, तपाईँ हामी गए भइहाल्यो नि। त्यस कारण चाहिँ त्यो अलिकति चाहिँ त्यो इम्प्लिमेन्टेसन लेभलमा पनि प्रब्लम भएको छ, त्यसलाई पनि सुधार गर्नुपर्छ। अब ट्रमा सेन्टरमा फर्क्यौँ एकचोटि, हामीले इम्प्याक्टको कुराहरू गऱ्यौँ, ट्रमाकै कुरा गऱ्यौँ, पोलिसिजहरूका कुरा गऱ्यौँ। स्पेसल्ली ट्रमा सेन्टर एउटा ग्लोबल मेडिकल सिनारियोमा एउटा राम्रो क्वालिटी सर्भिस प्रोभाइड गर्ने, अहिले यहाँ मेडिकल सुपरिन्टेन्डेन्ट हुनुभएको छ। म अस्ति भिजिट पनि गरेँ, धेरै फ्रिक्वेन्टली गइरहेको छैन, एक दुईचोटि जाँदाखेरि डेफिनेटली क्वालिटी देखिन्छ नै, धेरै कुरामा देखिन्छ। ट्रिटमेन्टको विषयमा होस् अथवा त्यहाँको इन्फ्रास्ट्रक्चरल त अलरेडी राम्रै अवस्थामा छ। अझै पनि यसमा गर्नुपर्ने केही कुराहरू, यहाँले गरिरहनु भएको कुराहरू थोरै जानकारी गराइदिनुहोस् न। ट्रमा सेन्टर चाहिँ कस्तो छ भने काठमाडौँको सेन्टरमा छ होइन। र मलाई त अहिले त फिल हुन्छ कि धेरै सेन्टरमा ट्रमा सेन्टर हुनु पनि नपर्ने रहेछ जस्तो लाग्यो। हजुर, अलिकति छेउमा भएको एक्सपान्सन गर्न पाइन्थ्यो होइन। हाम्रो चाहिँ अहिलेको प्रब्लम भनेको स्पेसकै प्रब्लम हो। हजुर होइन, एउटा बिल्डिङ इन्डिया के अरे भारत सरकारले बनाइदियो बिरसालको साइडमा, त्यति बेला त्यही ठुलो बिल्डिङ थियो, खण्डहर थियो होइन। अब अहिले सर्भिसहरू थप्दै थप्दै जाँदाखेरि सबैभन्दा ठुलो समस्या स्पेसको, कतै केही गर्ने ठाउँ छैन। त्यहाँनिर चाहिँ तपाईँको होइन एक्सपान्सन गर्ने त ठाउँ छैन होइन। एउटा चाहिँ स्पेसकै प्रब्लम हो हाम्रो होइन। र त्यसमा चाहिँ अलिकति चाहिँ हाम्रो अब समय लिएर सबैले परिस्थितिले साथ दियो भने सैनिक कल्याणकारी बिल्डिङ जुन छ साइडमा, त्यसको चाहिँ केही पार्टलाई चाहिँ हामीले युज गर्नुपर्छ, युज गर्न पाए हुन्थ्यो कि भनेर एप्रोच गरिरहेछौँ, एउटा चाहिँ स्पेस म्यानेजमेन्टको हिसाबले होइन। र अर्को कुरा चाहिँ ट्रमाको सर्भिस भनेको कस्तो भने यो भनेको चाहिँ ओभरअल कम्प्रिहेन्सिभ सर्भिस हो कि होइन। त्यहाँनिर चाहिँ धेरै बिरामी हेरेर मात्रै पनि सर्भिस राम्रो हुने होइन, सङ्ख्या बढी बनाएर पनि राम्रो हुने होइन। हामीले चाहिँ बिरामीको अब अहिले 200 बेडको हाम्रो ट्रमा सेन्टर हो होइन। 32 बेड चाहिँ इमर्जेन्सीमा छ, 18 बेडको आइसियु छ होइन। 32 र 18 50 भयो, बाँकी 150 चाहिँ हाम्रो वार्डको छ होइन। 200 छ। र त्यसमा चाहिँ कस्तो हुन्छ ओभरअल क्यापेसिटी एकैफेर बढाउनुपर्छ कि होइन। जस्तैको तपाईँको अपरेसन थिएटर 5वटा छन्, एउटा इमर्जेन्सी 6वटा अपरेसन थिएटर छ भने अपरेसन थिएटर बढाउनुपर्छ सर्भिसको लेभल बढाउनलाई, त्यही अनुसारको वार्ड बढाउनुपर्छ, अनि त्यही अनुसार चाहिँ बल्ल ओपिडीमा चाहिँ बिरामी थपिँदै जाने होइन। र सर्भिस भने कस्तो चिज हो भने तपाईँ जति धेरै सर्भिस दिनुहुन्छ त्यति धेरै बिरामीको डिमान्ड हुन्छ। हजुर, इट्स नेभर इन्डिङ होइन। तपाईँ सर्भिस दिनुभयो भने मान्छे आउँदैन, सर्भिस दिनुभयो भने आउँछ। भिड छ भने डेफिनेटली त्यहाँनिर राम्रो सर्भिस छ, सर्भिस तपाईँले दिइरहनु भएको छ त्यही भएर भिड भयो होइन। त्यो चाहिँ बुझ्नु जरुरी छ हामीले होइन। जति राम्रो सर्भिस दियो त्यति लामो वेटिङ लिस्ट हुन्छ, त्यति भिड हुन्छ
त्यो एउटा पार्ट हो। सर्भिसको हिसाबले हामी अब्बलै छौँ अहिले र हाम्रो प्रब्लम भनेको एक्सपान्सनको हो। एक्सपान्सन हामीसँग स्पेसको अभाव छ एउटा। अर्को कुरा चाहिँ हामीलाई आइसियुको क्यापेसिटी पनि अलिकति थप्नुपर्ने छ, किनकि हाम्रो चाहिँ हेड इन्जुरीको बिरामीहरू, स्पाइनल इन्जुरीको होइन, कार्डियोथोरासिक इन्जुरी, एब्डोमिन इन्जुरीहरूको बिरामीहरूलाई आइसियु चाहिन्छ र त्यति बेला चाहिँ अहिले भएको आइसियु चाहिँ यथेष्ट छैन र हामीहरूले ठुलो जटिल किसिमको अपरेसनहरू गर्छौँ होइन, ठुल्ठुलो ट्युमरहरूको अपरेसन होइन, त्यसपछि गएर चाहिँ जोर्नी रिप्लेसमेन्टहरू, स्पाइनल इन्जुरीहरू, हेड इन्जुरीको अपरेसन गर्छौँ। त्यस अपरेसन गरिसकेपछि पनि फेरि आइसियु चाहिन्छ। त्यही भएर हाम्रो चाहिँ अहिलेको निड भनेको एउटा ओभरअल हस्पिटलको चाहिँ एक्सपान्सनको लागि विस्तार गर्नलाई ठाउँ छैन। अर्को कुरा चाहिँ आइसियु थप्नुपर्ने छ अहिले तत्कालको भनेको। त्यो बाहेक चाहिँ हामीसँग नेपाल सरकारले 72 सालमा जुन दरबन्दी क्रिएट गरेको थियो त्यो दरबन्दीले पनि पुग्दैन। 267 जना कतिजनाको दर्जनी छ र त्यत्तिकै सङ्ख्यामा हामीले आन्तरिकबाट राखेको अवस्था छ है। त्यस कारणले चाहिँ नेपाल सरकारको नै दरबन्दी बढाउँदै गइयो भने चाहिँ भोलि गएर चाहिँ आन्तरिक स्रोतबाट चाहिँ व्ययभार कम हुन्छ। त्यही भएर एउटा दरबन्दी बढाउनु पर्ने कुरा छ। स्पेसको एक्सपान्सनको कुरा भयो, आइसियु एक्सपान्सनको कुरा भयो र सर्भिसको क्वालिटी र अहिले भएको चाहिँ इन्फ्रास्ट्रक्चरमा चाहिँ त्यति धेरै इस्यु छैन। र अर्को चाहिँ एउटा हामीसँग चाहिँ लेकिङ भनेको नेपाल सरकारसँग रिहेबिलिटेसन सेन्टर छैन। रिहेबिलिटेसन सेन्टर भनेको पुनर्स्थापना केन्द्र होइन, पुनर्स्थापना केन्द्र जुन हामीले चाहिँ साङ्गामा छ एउटा, तपाईँलाई कति याद छ, स्पाइनल इन्जुरी रिहेबिलिटेसन सेन्टर भन्ने छ होइन। त्यस्तै खालको चाहिँ रिहेबिलिटेसन सेन्टर नेपाल सरकारकै हुनुपर्छ भन्छु म। त्यो चाहिँ च्यारिटीबाट बनेको हो होइन। उहाँहरूले एकदमै राम्रो चाहिँ सर्भिस दिइरहनु भएको छ। कनकमणि दीक्षितजीहरूको चाहिँ सक्रियतामा सुरु भएको सेन्टर हो होइन। र त्यही लेभलको सेन्टर चाहिँ सरकारी लेभलमा चाहिन्छ, किनकि हामीले अपरेसन गरेर ढाडको चोट लागेको, स्पाइनल इन्जुरी भएको बिरामीलाई अपरेसन गरेर पठाइसकेपछि त्यसलाई त हामीले पुनर्स्थापना सेवा दिनुपर्छ। अपरेसनभन्दा अझ महत्त्वपूर्ण हो त्यो, बुझ्नुभयो। तपाईँले जतिसुकै ब्युटिफुल अपरेसन गर्नुहोस्, पछि गएर चाहिँ रिहेबिलिटेसन राम्रो दिनु भएन भने पेसेन्टको आउटकम राम्रो हुँदैन होइन। भोलि गएर बेड सोर हुन्छ, छातीको निमोनिया हुन्छ, पिसाबको इन्फेक्सन हुन्छ, घाउहरू हुन्छ, मांसपेशीहरू कन्ट्र्याक्चर हुन्छ होइन, जोर्नीहरू कन्ट्र्याक्चर हुन्छ। त्यो रिहेबिलिटेसन भनेको एकदमै राम्रो इम्पोर्टेन्ट चिज हो। त्यो कुरा चाहिँ हाम्रोमा लेकिङ छ। हाम्रो फिजियोथेरापी युनिट त छ, हामीले टु सम एक्सटेन्ट चाहिँ रिहेबिलिटेसन दिएका त छौँ, तर चाहिँ कम्प्रिहेन्सिभ रिहेबिलिटेसन सेन्टर चाहिँ छैन एउटा होइन। त्यो चाहिँ हामीले चाहिँ त्यसमा अलिकति काम गरिरहेछौँ। यो गोदावरीमा जग्गा लिएर चाहिँ बनाउन चाहिँ खोजिरहेछौँ रिहेबिलिटेसन सेन्टर अलिकति छेउमा। एउटा चाहिँ त्यो पार्ट छ। गभर्मेन्टले पनि अलिकति त्यसलाई चाहिँ अलिकति अहिले चाहिँ हामी बुझाउने लेभलमा पुगेका छौँ। अलिकति कुराहरूको सुनवाई हुन्छ, गर्नुपर्छ भन्ने चाहिँ सोच छ राज्यको पनि। यो वर्ष पनि अलिकति पैसा छ, त कति काम हुन्छ गरिरहेछौँ हामीले। त्यो पार्ट चाहिँ एउटा चाहिँ रिहेबिलिटेसनको पार्ट हो। अर्को कुरा चाहिँ ट्रमा सेन्टर इट्सेल्फमा चाहिँ कम्प्रिहेन्सिभ ट्रमा सेन्टर भन्ने एउटा चाहिँ कन्सेप्ट छ, लेभल 1, लेभल 2, लेभल 3 को होइन। त्यो लेभल 1 ट्रमा सेन्टर हुनलाई चाहिँ कस्तो हुन्छ भने सर्टेन चिजहरू एग्रेसिभली लाग्नुपर्ने हुन्छ कि जति हामीले गरिरहेछौँ त्यो लेभलको कम्प्रिहेन्सिभ ट्रमा सेन्टरको ट्रिटमेन्ट चाहिँ अझै दिन सकिरहेको छैनौँ हामीले। मलाई त्यो फिल हुन्छ। ओभरअल सर्भिस चाहिँ राम्रो छ, अर्थोपेडिक्सको सर्भिस राम्रो छ, स्पाइनल इन्जुरीको राम्रो छ, जोइन्ट रिप्लेसमेन्टदेखि लिएर यो चाहिँ ट्रमाको भन्दा पनि अर्थोपेडिक्सको पार्ट हो बढी। अर्थोपेडिक्सको पार्ट चाहिँ धेरै छ। कम्प्रिहेन्सिभ ट्रमा केयरको पार्टलाई अझै बढी होलिस्टिक हिसाबले लान सकिएको छैन। त्यसलाई चाहिँ हामीले रिफर्म गर्दैछौँ र सम्भवतः त्यो पनि चाँडै पुरा होला। त्यो पनि हाम्रो हुन्छ। अब यहाँको नेतृत्वले सम्पूर्ण पुरा, यो सब मेरो नेतृत्व मात्रैले भन्दा पनि ओभरअल टिमको हो। माथिल्लो लेभलले पनि सपोर्ट गर्नु पऱ्यो, आफ्नो चाहिँ वर्किङ टिमले पनि सपोर्ट गर्नु पऱ्यो। त्यो भयो भने हुन्छ। त्यो पनि त्यो डेफिनेटली होला। एक्ज्याक्टली। भलै अब अस्तिको जस्तो इम्प्याक्टहरू नपरिरहोस् देशमा, त्यो तर तयार गर, तयार चाहिँ हुनु पऱ्यो। हामी तयार चाहिँ, तर तयार चाहिँ हुनुपर्छ। ट्रमा सेन्टर चाहिँ एट एनी कस्ट, एनी मुमेन्ट तयार छ, रेडी छ, तयार रहन्छ, रेडी छ। हामीले चाहिँ बिचबिचमा ड्रिलहरू गर्छौँ, हामीहरूले चाहिँ प्र्याक्टिसहरू गर्छौँ होइन। हाम्रो चाहिँ यो ड्युटी पनि डाक्टर साहबहरू हुनुहुन्छ, कलमा हुनुहुन्छ होइन। सबै चाहिँ हाम्रो ह्युमन रिसोर्सहरू सबै कलमा हुन्छ र ठुलो पार्ट चाहिँ ड्युटीमै पनि हुन्छ। अहिले पनि तपाईँ जानुभयो भने त्यहाँ हाम्रो चाहिँ सबै ड्युटीमै हुन्छन् साथीहरू होइन। त्यो भएर त्यो लेभलको चाहिँ डिजास्टर चाहिँ नहोस्, तर भयो भने पनि हामी तयार छौँ। तयार छौँ। त्यसको थ्याङ्क यू फर कमिङ। थ्याङ्क यू।